हेर्न सक्नुहुन्छ। म तपाईँलाई कन्सेप्ट चाहिँ म गरिदिन्छु। ओके ल, भोल्टेज रेगुलेसन भने चाहिँ के हो त खासमा हामीले बुझ्नु पर्दाखेरि तपाईँको के हो थिम चाहिँ बुझ्नुहोस् है। अब यो पढ्ने कुरा तपाईँहरू नोट प्रोभाइड गरिन्छ, नोट पढ्नु होला होइन। भोल्टेज रेगुलेसन भनेको तपाईँको सेन्डिङ इन्डबाट रिसिभिङ इन्डसम्म भोल्टेज पठाउँदै गर्दाखेरि हाम्रो पुरै कोसिस के रहन्छ भन्दाखेरि भोल्टेज ल्याग नहोस्, भोल्टेज ड्रप नहोस्। हामीले पठाउँदाखेरि यदि 220 भोल्ट पठाइरहेको थियौँ भने रिसिभरले पनि 220 भोल्ट नै रिसिभ गरोस्। त्यो जो मेन्टेन गर्ने फिनोमिना छ त्यसलाई चाहिँ भोल्टेज रेगुलेसन भनिन्छ कि भोल्टेज रेगुलेट गर्ने हो कि। Voltage regulation is related to the variation in output voltage of transformer as load changes from no load to full load. Voltage regulation is always computed at the terminals where load is connected for every machine. भनेछ नि त। तपाईँको चाहिँ नो लोडदेखि फुल लोडसम्म जाँदै गर्दाखेरि हामीले सप्लाईबाट 400 भोल्ट पठाउँदाखेरि तपाईँले ड्रप हुँदा हुँदा इन्डक्टिभ लोडले गर्दा त्यो ड्रप भएर 380 350मा झर्छ। तर आइडियल कन्डिसन चाहिँ के हो भोल्टेज रेगुलेसन। तपाईँले अब के सोध्न सक्छ लाइसेन्समा भनेपछि आइडियल कन्डिसन के हो भोल्टेज रेगुलेसनको लागि। भोल्टेज रेगुलेसनको लागि जेरो राम्रो हो कि वान राम्रो हो भनेपछि जेरो राम्रो हो। भोल्टेज रेगुलेसन चाहिँ जेरो हुनु पर्यो। तिम्रो नो लोड माइनस फुल लोड चाहिँ जेरो आउनु पर्यो कि भेरिएसनै आउनु भएन। नो लोडमा पनि तिम्रो भोल्टेज चेक गर्दाखेरि 400 नै आउनु पर्यो, त्यहाँ हामीले लोड लगाउँदाखेरि पनि भोल्टेज 400 नै आउनु पर्यो। त्यो आइडियल कन्डिसन हो। तर 400 नै मिट गराउनु त सकिँदैन। ड्रप भयो भने 2-4 भोल्ट ड्रप होस्, ह्युज ड्रप नहोस्, भोल्टेज चाहिँ रेगुलेट भइरहोस्, मेन्टेन भइरहोस्। द्याट इज भोल्टेज रेगुलेसन है। अनि यसमा चाहिँ कहिले पनि लोड टर्मिनलबाट हेरिन्छ। म्याच लुप लाउनुहुन्छ भने पनि लोड टर्मिनलबाटै म्याच लुप लाइन्छ। अनि म्याथमेटिकली जाने हो भने तपाईँको यो तपाईँको भी टू छ। भी टूलाई नो लोड हुँदाखेरि माइनस भी टूलाई फुल लोड हुँदाखेरि यसको चाहिँ रेटेड भोल्टेजले डिभाइड गर्यो भने तपाईँको भोल्टेज रेगुलेसन ठ्याक्कै थाहा हुन्छ। त्यो चाहिँ भोल्टेज रेगुलेसन थाहा पाउने तरिका भयो। अनि नो लोड कन्डिसन कहिले हुन्छ जब आई टू जेरो हुन्छ अभियसली। त्यसको मतलब तपाईँको आई टू जेरो हुने बित्तिकै भी टू चाहिँ भी वानसँग इक्वल हुन्छ। यसलाई चाहिँ हामी प्राइमेरी साइडतिर कन्भर्ट गरिरहेछौँ है। अब प्राइमेरी साइडबाट हेर्दा त हामी सेकेन्डरीबाट हेर्छौँ। तर प्राइमेरीबाट हेर्दाखेरि कस्तो देखिन्छ त। नो लोड भनेको आई टू जेरो हो, आई टू जेरो भनेको भी टू। अब तिम्रो यहाँनिरको भोल्टेज र यहाँनिरको भोल्टेज एउटै किन हुन्छ भन्दाखेरि दे आर इन प्यारलल्स। सिरिजमा करेन्ट सेम रहन्छ र प्यारललमा करेन्ट सेम रहन्छ। तपाईँको यो पोइन्टमा र यो पोइन्टमा तपाईँले एउटै भोल्टेज पाउनुहुन्छ। किन भन्दाखेरि तपाईँको दे आर इन कनेक्टेड इन प्यारलल्स होइन। त्यही भएर आई टू जेरो हुने बित्तिकै भी वान ड्याससँग इक्वल हुन गयो। र भी वान ड्यास भनेको नो लोड भी टू हो। त्यही भएर त्यसको फर्मुला चाहिँ तपाईँको चेन्ज भएर यो बन्न जान्छ। भी टू नो लोडको ठाउँमा भी वान ड्यास आउनुको कारण त्यो हो, अरू सबै सेम छ। अनि तपाईँको सेकेन्डरी साइडलाई प्राइमेरी साइडमा कन्भर्ट गर्दाखेरि एन टू बाई एन वान एन टू बाई एन वान एन टू बाई एन वानले दुइटै सबै भ्याल्युहरूलाई मल्टिप्लाई गर्ने सेकेन्डरी टु प्राइमेरी कन्भर्जन। यसमा तपाईँले कन्भर्जनमा कसरी बुझ्नुपर्छ भन्दाखेरि जुन साइडमा लाने हो त्यो साइडलाई तल राख्नुपर्छ। एन वानतिर लाने हो भने एन वानलाई तल लानु पर्यो, सेकेन्डरीतिर लाने हो भने एन टूलाई तल राख्नु पर्यो। त्यति मात्र हो। त्यो गरेपछि तपाईँको प्राइमेरी साइडको रिफ्रेन्समा पनि यसको फर्मुला आयो। भी वान माइनस भी टू ड्यास फुल लोड माइनस भी अपन भी वान रेटेड। यो भन्नु र तपाईँको यो भन्नु एउटै हो। भी टू नो लोड माइनस भी टू फुल लोड अपन भी टू रेटेड भन्नु र यो सेकेन्डरी साइडबाट भयो। अनि यो तलको चाहिँ भी वान माइनस भी टू ड्यास फुल लोड अपन भी वान रेटेड भन्नु चाहिँ प्राइमेरी साइडबाट भयो। ओके, भोल्टेज रेगुलेसनको मेन कन्सेप्ट चाहिँ त्यही हो। अब यसलाई चाहिँ हामीले फेजरलाई एक्सप्लेन गर्ने हो भने हामी यसमा मेस लाएर हेरौँ। पहिला फेजर डायग्राम ड्र गर्नुभन्दा अगाडि अब मेस लाउँदाखेरि भी वान ड्यास यहाँनिर छ। भी वान ड्यास इक्वल टु भी टू प्लस आई टू आर जेरो टू प्लस जे आई टू एक्स जेरो टू भनेको तपाईँलाई मेस लाउँदाखेरि भी वान ड्यास माइनस आई टू आर जेरो टू माइनस आई टू एक्स जेरो टू माइनस भी टू इक्वल टु जेरो गर्नुपर्छ भनेर मैले सिकाएको थिएँ नि पहिला बेसिक पढाउँदाखेरि। अब चाहिँ इक्वल टु जेरोले नराखेर यतापट्टिको सबै पोर्सनलाई राइट साइडमा राखिदिएको छ, यसलाई चाहिँ यता राखिदिएको छ। नत्र यसलाई चाहिँ यस्तो गरेर यहाँनिर माइनस गरेर इक्वल टु जेरो गरिदिएको भए मेस लुप हुन्थ्यो। वी आर एप्लाइङ केभिएल, किर्चोफ भोल्टेज ल।
केबिएल चाहिने यहाँनिर हो हाम्रो फेजर बनाउनु अघि चाहिँ भी1 माइनस भी2 अनि तपाईँको यहाँ पनि माइनस गर्नु पर्यो यहाँ पनि माइनस गर्नु पर्यो। तर अब हामीले के गर्यौँ भन्दाखेरि यहाँ इक्वल टू राखिदियौँ भी1 ड्यास इक्वल टू गरेर राइट साइडमा लगिरहेको छौँ। द्याट इज जस्ट अ म्याथमेटिकल एक्सप्रेसनलाई हामी आफ्नो कन्भिन्समा चेन्ज गरेर छौँ। तर यो लाग्ने आउने भनेको म्याथ लबाट आउने हो, त्यो बुझ्नु पऱ्यो, अरू केही पनि होइन। अब लेट्स ड्र फेजर डायग्राम है। अब हाम्रो दुईवटा एक्सिस हुन्छ, मैले हिजो पनि फेजर डायग्राम धेरै एक्सप्लेन गराएँ होइन, एक्स एक्सिस र वाइ एक्सिस। अब का रेफरेन्समा फेजर फेजर डायग्राम बनाउने त्यसलाई चाहिँ एक्स एक्सिसमा राखिने चलन छ। अब यो फेजर डायग्राम कसरी बनिरहेको छ, हामीले भोल्टेजलाई हेरेर हो नि त, त्यही भएर भोल्टेजको रिफ्रेन्समा बनाइरहेको छौँ। हिजो हामीले फ्लक्सको रिफ्रेन्समा बनाइरहेको थियौँ, त्यही भएर फ्लक्सलाई एक्स एक्सिसमा राखिरहेको थियौँ। अब हामीले भोल्टेजको रिफ्रेन्समा बनाइरहेको छौँ, भोल्टेजलाई भी2लाई हामीले एक्स एक्सिसमा राख्यौँ। अब भी2मा हामीले के जोड्नु पर्यो, अनि यो चाहिँ तपाईँको ल्यागिङ लोड हो। तपाईँको ट्रान्सफर्मर भनेको ल्यागिङ लोड हो, ल्यागिङ लोडमा चाहिँ करेन्ट ल्याग गर्न पर्यो। ल्याग भनेको कसरी थाहा भयो, एन्टी क्लकवाइज डाइरेक्सनमा हिँड्दै जाने हो। जो अगाडि छ त्यो लिड, जो पछाडि छ त्यो ल्याग, करेन्टले ल्याग गरिरहेछ भनेपछि हामीले कति एङ्गलले ल्याग गरिरहेछ, फाइभले ल्याग गरिरहेछ। अब आई2कै फेजमा रेजिस्टिभ लोड पनि त्यही फेजमा जान्छ, त्यही भएर यो फाइभ एङ्गल र यो फाइभ एङ्गल चाहिँ मेन्टेन भएर भी2मा चाहिँ हामीले I2R02 जोड्यौँ। भी2 प्लस I2R02 भ्याइयो। अब जेको पोर्सन आयो, यो चाहिँ तपाईँको इमेजनरी पोर्सन हो, यो चाहिँ तपाईँको 90 डिग्री एङ्गल बनाएर जान्छ करेन्टको फेजरसँग। त्यही भएर यहाँबाट चाहिँ हामीले 90 डिग्रीमा चाहिँ I2X02 ड्र गऱ्यौँ यो चाहिँ। अब यो पोइन्ट जहाँनिर पुग्छ त्यसलाई चाहिँ ओरिजिनबाट ल्याएर यस्तो जोडिदियो भने फेजर बन्यो कि। अब ट्याक्कै देखियो नि। अब यो भी1 ड्यास बन्यो, अब यो भी1 ड्यास इज इक्वल टु भी2 प्लस I2R02 प्लस I2X02 गर्दाखेरि भी1 ड्यास पुरै फेजर बन्यो। म्याग्निट्युड र उसको डाइमेन्सन दुइटै कुरा देखियो कि अब फेजरमा। कति एङ्गलले ल्याग गरिरहेछ, कति म्याग्निट्युड छ, म्याग्निट्युड इक्वल छ कि छैन, सबै कुरा देखियो नि त। भोल्टेज रेगुलेसन हो, भोल्टेजको रिफरेन्समा हामीले बनाउनु पर्यो भनेपछि हाम्रो कन्भिनियन्सको लागि हामीले एक्स डाइरेक्सनमा भी2लाई राख्यौँ। तपाईँले यस्तो भी2 राख्या भए पनि हुन्थ्यो, तर अब भी2 यस्तो राखिसकेपछि I2R2 यस्तो हुन्थ्यो, यसमा I2X2 यस्तो हुन्थ्यो, अनि तपाईँको ओरिजिनबाट गएर यसरी भी1 ड्यास जोड्नु पर्थ्यो तपाईँले। तर हामीले एक्स एक्सिस र वाइ एक्सिसलाई जनरली हामीले रिफरेन्समा चाहिँ राख्ने भएको भएर भी2लाई एक्स एक्सिसमा राखेर अनि भी2 प्लस I2R02 गऱ्यौँ। I2R02 यो डाइरेक्सनमा किन आयो भन्दाखेरि यो इन्डक्टिभ लोड हो, इन्डक्टिभ लोड चाहिँ ल्याग गर्छ करेन्ट, करेन्ट ल्याग गर्दाखेरि यहाँ नि आयो। अब यो फाइ यत्रो किन बनाएको, यसलाई यत्रो बनाएको भयो नि हुन्थ्यो, किनकि कति म्याग्निट्युड थाहा छैन नि त। अनि त्यो पछि यहाँ पनि यत्रै बनाउनु पर्थ्यो, I2R02 यस्तै तल ल्याउनु पर्थ्यो, त्यो एङ्गलहरू म्याच गराएर हो कि। यो फेजर हेर्दाखेरि तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि करेन्ट भोल्टेजबाट ल्याग गरिरहेछ, अनि यसले ल्याग गर्ने भोल्टेज फाइभबाट ल्याग गरिरहेछ, मानौँ 30 डिग्री 40 डिग्री जति पनि हुनसक्यो। र तपाईँको यसमा रियाक्टेन्स लस पनि छ, अनि त्यो रियाक्टेन्स लसलाई पनि कन्सिडर गर्दाखेरि अल्टिमेटली त्यो भोल्टेज हो। बुझ्नुभयो कि नै, यो लस I2R02मा हुने लस, I2X02मा हुने लस र भी2मा आउटपुटमा देखिने जो भोल्टेज देखिन्छ, त्यो सबै कुरा जोड्दाखेरि आउटपुट प्लस लसेस जोड्दाखेरि भी1 ड्यास भएको देखियो नि त। भी1 ड्यास भनेको त इनपुट हो। त्यही भएर यो फेजर डायग्राम करेक्ट छ भनेर बुझिन्छ, र फेजर डायग्रामलाई पढ्ने तरिका पनि यो हो है, फेजर डायग्राम फर भोल्टेज रेगुलेसन। अनि अब यो ड्राइभ गर्दाखेरि चाहिँ तपाईँको ओएफ र ओए रेडियस अफ अ सर्कल छ, तपाईँको ओएफ यहाँ छ, ओए यहाँ छ, रेडियस अफ अ सर्कल भयो। अनि एमएन र सिडी फ्रम फिगर चाहिँ तपाईँको यसो हेर्दाखेरि हामीले लाइकवाइज सेम देखिरहेछौँ। अनि तपाईँको भी1 ड्यासलाई चाहिँ हामीले ओएफ र ओए गऱ्यौँ, अनि तपाईँको ओबी प्लस बिसी प्लस सिडी प्लस डिएफ गर्दै जाँदाखेरि अनि त्यो यिनीहरूको भ्याल्यु राख्यो भने तपाईँको स्याक्कै आएर लास्टमा आएर तपाईँको त्यही भोल्टेज रेगुलेसन आउँछ। अरू त्यसमा केही पनि छैन। डिराइभ गरेको डेरिभेसनतिर तपाईँ नजानुहोस्, कन्सेप्ट लिनुहोस् मसिनको। अरू कुरा तपाईँले टिक हान्ने कुरा त्यहीँनिर अन्दाज गरेर पनि टिक हान्न सक्नुहुन्छ होइन। अहिलेलाई बेसिक कन्सेप्ट छ भने अप्सनलाई इग्नोर पनि त गर्न सकिन्छ, यो अप्सन होइन भनेर थाहा हुन्छ नि त। अनि तपाईँको लाइकवाइज हामी भोल्टेज रेगुलेसनमा जाँदाखेरि अल्टिमेटली गएर I2R02 कस फाइभ प्लस I2X02 साइन फाइभ, यो जेको पोर्सनलाई तोड्या हो कि। यो जेलाई तोड्दाखेरि कस थिटा प्लस साइन थिटा हुन्छ नि त, तपाईँको त्यही तोडेर चाहिँ कस थिटा र साइन थिटा आएको हो कि।
अनि भोल्टेज रेगुलेसन चाहिँ तपाईँको I1 माइनस I2 भनेको भोल्टेज रेगुलेसन हो। एउटा सिस्टमलाई नो लोडदेखि फुल लोडसम्म लाँदै गर्दाखेरि तपाईँको आउटपुट टर्मिनलमा कति भोल्टेज भेरिएसन हुन्छ, त्यसलाई नै भोल्टेज रेगुलेसन भन्छन्। र त्यसलाई निकाल्ने म्याथमेटिकल एक्सप्रेसन यो हो। अनि तपाईँको एनी लोडमा चाहिँ कुनै पनि लोडमा कसरी निकाल्ने भन्दाखेरि अब कति पर्सेन्टेज लोडिङमा छ त्यसले मल्टिप्लाई गर्नु पर्यो। करेन्ट चाहिँ तपाईँको मानव 100 एम्पियरको करेन्ट रेटिङ छ, अनि 30% लोडिङमा छ भने यो एक्स भनेको 0.3 हो कि। एक्सको काम चाहिँ पर्सेन्टेज लोडिङ देखाउँछ यसले। अनि तपाईँको भोल्टेज रेगुलेसन चाहिँ तपाईँले यो एक्सप्रेसनमा ड्राइभ गर्नुभयो, अनि बेसले डिभाइड गरेर यसले पर युनिटमा लग्यो। पर युनिटमा लगिसकेपछि फोर ल्यागिङ पावर फ्याक्टरको लागि भोल्टेज रेगुलेसन खोज्न पर्यो भने पर्सेन्टेज लोडिङ इन्टु पर युनिट रेजिस्टेन्स फोर सेकेन्डरी साइड कस फाइभ प्लस पर युनिट रिएक्टेन्स फोर सेकेन्डरी साइड साइन फाइभ ल्यागिङको लागि। लिडिङको लागि कि त तपाईँले फाइभलाई माइनस फाइभ गर्नुहोस्, यो कस फाइभको ठाउँमा माइनस फाइभ गर्नुहोस्, होइन भने यो बिचमा माइनस साइन राखिदिनुहोस्। यति मात्रै फरक छ, किनकि कस 30 डिग्री भन्नु र कस माइनस 30 भन्नु त एउटै हो। त्यही भएर यहाँनिर फाइभ नेगेटिभ गर्दाखेरि यो एक्सप्रेसन पोजिटिभ नै रहन्छ। तर साइन फाइभ भन्नु र साइन माइनस फाइभ भन्नु त फरक हो नि त। त्यही भएर तपाईँको यो एक्सप्रेसन चाहिँ तपाईँको नेगेटिभ आउन जान्छ। अनि भोल्टेज रेगुलेसन फोर ल्यागिङ इज भोल्टेज रेगुलेसन ल्यागिङको लागि चाहिँ तपाईँको एक्स टाइम्स R01 पर युनिट कस फाइभ प्लस X02 पर युनिट साइन फाइभ हुन्छ। र लिडिङको लागि चाहिँ ठ्याक्कै त्यो एक्सप्रेसनमा नेगेटिभ हुन्छ है। अब म्याक्सिमम भोल्टेज रेगुलेसन तपाईँले लाइसेन्समा सोध्ने चाहिँ के हो भन्दाखेरि डिजायरेबल भोल्टेज रेगुलेसन के हो भनेर सोध्ने हो कि। म्याक्सिमम भोल्टेज रेगुलेसन राम्रो हो कि मिनिमम भोल्टेज रेगुलेसन राम्रो हो? सुन्दाखेरि त ओहो म्याक्सिमम हुनै राम्रो होला जस्तो लाग्छ होइन। तर म्याक्सिमम भोल्टेज रेगुलेसन हुनु भनेको नराम्रो हो। तपाईँको फुल लोड भोल्टेज माइनस नो लोड भोल्टेजको डिफ्रेन्सै भास्ट आयो भने तपाईँले जोडेको जो पनि तपाईँको इन्डस्ट्रियल लोड छ या जुनै पनि तपाईँको मोटरहरू छ त्यो लोड्दाखेरि तपाईँको भोल्टेज स्वाटै ड्रप भयो भने तपाईँले घरको पङ्खा गुवाई गुवाई घुमेको देख्नुहुन्छ नि तराईतिर। हाम्रो एकदम दुर्गम गाउँ तराईतिर हामी जाँदाखेरि या कहिलेकाहीँ पाहाडतिर हामी घरतिर जाँदाखेरि देख्छौँ नि त्यो पङ्खा स्लो घुमेको। त्यो भोल्टेज रेगुलेसन मेन्टेन नभएर हो कि। त्यही भएर भोल्टेज रेगुलेसन चाहिँ जति मिनिमम त्यति राम्रो। अब जेरो बनाउन सकिँदैन, तर उम्, जति कम गराउन सक्यो त्यति राम्रो है। भोल्टेज रेगुलेसन चाहिँ त्यो हुन्छ। अनि म्याक्सिमम चाहिँ तपाईँको केमा अकर हुन्छ भने ल्यागिङ पावर फ्याक्टर। यो चाहिँ बुलेट पोइन्ट जस्तो बनाएको छ कि यो नोट चाहिँ। म्याक्सिमम भोल्टेज रेगुलेसन कहिले हुन्छ, अनडिजायरेबल हो, र कहिले अकर हुन्छ ल्यागिङ पावर फ्याक्टरमा। अब यो तपाईँले कसरी थाहा पाउनुहुन्छ ल्यागिङ फ्याक्टरमा अकर हुन्छ भनेर? अभियसली फर्मुला हेर्नुहोस्। एउटा फर्मुलामा बिचमा प्लस साइन छ, लिडिङमा माइनस साइन छ। अब यसमा यो कम्पोनेन्टमा तपाईँले केही जोड्दै हुनुहुन्छ भने त बढी भ्याल्यु त यसकै आउँछ, ल्यागिङकै आउँछ। यसबाट त यो घटाउँदै हुनुहुन्छ भनेपछि म्याक्सिमम भोल्टेज रेगुलेसन तपाईँको ल्यागिङको केसमा आउँछ। र जो अनडिजायरेबल हो मिनिमम चाहिँ तपाईँको लिडिङको केसमा आउँछ। लिडिङ भनेको करेन्ट लिड्स द भोल्टेज है। ओके, लाइकवाइज हामी यसलाई डेरिभेटिभ गरेर हेर्छौँ यस कुन सिनेरियोमा म्याक्सिमम आउँछ त भनेर। यसलाई डेरिभेटिभ गर्दाखेरि जब एक्स बाई आर रेसियो ट्रान्सफर्मरको लोडको एक्स बाई आर रेसियोसँग म्याच खान जान्छ त्यतिखेर चाहिँ म्याक्सिमम भोल्टेज रेगुलेसन आउँछ। म्याक्सिमम भोल्टेज रेगुलेसन आउने कन्डिसन चाहिँ यो। अनि लाइकवाइज म्याक्सिमम भोल्टेज रेगुलेसन कति हुन्छ भनेर मैले त्यही भ्यालुलाई अब कस फाइभको ठाउँमा मैले अब टेन फाइभ आइसकेपछि त कस फाइभ कति हो पनि थाहा भइहाल्यो। कस फाइभको ठाउँमा राख्यौँ, साइन फाइभको ठाउँमा राख्यौँ, अनि त्यो राखेर गर्दाखेरि म्याक्सिमम भोल्टेज रेगुलेसन भने यति हो। अनि यसलाई पर युनिटमा जाँदाखेरि पर युनिट भनेको चाहिँ तपाईँको पर युनिट इम्पिडेन्स अफ प्राइमरी साइड इज इक्वल टु पर युनिट इम्पिडेन्स अफ सेकेन्डरी साइड। अब तपाईँलाई क्वेसन के आउन सक्छ यहाँबाट भन्दाखेरि भोल्टेज रेगुलेसन को एक्सप्रेसन के हो भनेर तपाईँले इक्विभ्यालेन्ट के हो भनेर सोध्यो भने अप्सन वानमा R01, अप्सन टूमा X02, अप्सन थ्रीमा Z01 Z02 भनेपछि पर युनिट इम्पिडेन्स। पर युनिटमा जाँदाखेरि चाहिँ यदि पर युनिटमा गइएन भने इम्पिडेन्स इक्वल हुँदैन है, पर युनिटमा जानै पर्ने हुन्छ। अनि तपाईँको बेसले जब मल्टिप्लाई डिभाइड हुन्छ तब चाहिँ हाम्रो भोल्टेज रेगुलेसन इक्वल आउने हो। अब जेरो भोल्टेज रेगुलेसन जो लिडिङ पावर फ्याक्टरमा हुन्छ जो डिजाइरेबल हो त्यो कहिले हुन्छ भन्दाखेरि चाहिँ हामीले भोल्टेज रेगुलेसनलाई जेरो राख्यौँ, किनकि भोल्टेज रेगुलेसन जेरो आइरहेछ। अनि यो एक्सप्रेसनलाई हामीले सल्भ गर्दै जाँदाखेरि टेन फाइभ इज इक्वल टु रेजिस्टेन्स जब लोड र ट्रान्सफर्मरको इक्वल हुन्छ तब जेरो भोल्टेज रेगुलेसन ओप्टेन हुन्छ।
ओके, कन्टिन्यू ग्राफलाई चाहिँ हामीले हेर्दाखेरि पनि देखिन्छ। ल्यागिङमा हाम्रो कस्ट प्राइममा R02/Z02, अनि तपाईँको लिडतिर चाहिँ X02/Z02 युनिटी पावर फ्याक्टरको बिचको वाइ एक्सिस भयो। अनि राइट साइडमा ल्याग र लेफ्ट साइडमा लिड है। ओके, भोल्टेज रेगुलेसन त्यति नै हो त्यसमा सोध्ने भनेको। अनि ग्राउन्डिङ, अनि ग्राउन्डिङको पोर्सन चाहिँ म तपाईँहरूलाई यो फिगर एक्सप्लेन गरिदिन्छु। ग्राउन्डिङ भनेको तपाईँको ट्रान्सफर्मरको न्युट्रल पोइन्टलाई हामीले अर्थ गऱ्यौँ भने एउटा ग्राउन्डिङ हुन्छ, त्यसलाई चाहिँ ट्रान्सफर्मर अर्थिङ भनियो होइन। होइन, तपाईँले पुरै कम्पोनेन्टलाई नै बाहिरबाट उसको बाहिर बक्सलाई जोडेर मेटल पार्टलाई कोर पार्टलाई टच गराएर अर्थमा लानुभयो भने त्यो ग्राउन्डिङ भयो। अब तपाईँलाई यसबाट क्वेसन कस्तो सोध्छ भने नर्मल ग्राउन्डिङ कतिसम्मको रेन्जको लागि राम्रो हुन्छ? वाट इज द प्रोपर ग्राउन्डिङ भ्याल्यु? एनीवन? अप्सन ए 0, अप्सन बी 5, अप्सन सी 10, अप्सन डी 20। इन्डस्ट्रियल लोडमा तपाईँको ग्राउन्डिङलाई चाहिँ मिनिमम कतिसम्म बनाउनु पर्ने क्राइटेरिया छ? अभियसली आइडियल त 0 हो, तर 0 मिट गर्न धेरै गाह्रो हुन्छ। तपाईँले एउटा इन्स्ट्रुमेन्टमा मेटल कन्डक्टर टच गराउनु भयो र त्यही कपरलाई लगेर फेरि कपर वायर युज हुन्छ है ग्राउन्डिङमा, यो कुरा ख्याल गर्नु पर्यो। ग्राउन्डिङको अर्थ के हो भन्दाखेरि कुनै पनि सर्ज भयो, ओभर भोल्टेज भयो, हार्मफुल भोल्टेज प्रोडक्सन भइरहेछ या लाइटनिङ गएर मसिनमा खसिरहेछ भने त्यो चाहिँ तपाईँको इजिएस्ट पाथबाट अर्थमा गएर डिजल्भ होस् भन्ने त हो नि ग्राउन्डिङ भने। एल्युमिनियम युज हुँदैन, किन हुँदैन? एल्युमिनियमको कन्डक्सन कपरको भन्दा धेरै कम हुन्छ। हाई कन्डक्टिभ भने त कपर हो, कपर युज हुन्छ। अनि यसको भ्याल्यु चाहिँ तपाईँको अर्थमा गएर हामीले केमिकल हाल्छौँ, साल्ट हाल्छौँ, तपाईँको यो कम्पनीहरूबाट तपाईँको बोरामा प्याक भएर त्यो कम्पाउन्ड केमिकल कम्पाउन्डै आउँछ होइन, प्रोडक्टहरू आउँछ मार्केटमा। अनि यसको डेप्थ कति हुन्छ? 3 मिटर हुन्छ ग्राउन्डिङको डेप्थ। 3 मिटर 2 देखि 3 मिटर राख्नुपर्ने हुन्छ। तपाईँले आउनसक्छ लाइसेन्समा ग्राउन्डिङको डेप्थ कति हुन्छ, 1 मिटर, 4 मिटर, 5 मिटर, 6 मिटर। अप्सनमा 3 मिटर छ भने 3 हान्नुहोस्, नियरेस्ट टु 3 हान्नुहोस्। 2 देखि 3 मिटर हो, अब अप्सनमा कुन छ? 2 छ भने 2 हान्नुहोस्, 3 छ भने 3 हान्नुहोस्। अनि रेजिस्टेन्सको हकमा चाहिँ तपाईँको लेस देन 10 ओम हुनुपर्छ भन्छ। तर आइडियल चाहिँ अब 0 हो, 0 मिट गर्नु चाहिँ द्याट इज नट अ पोसिबल केस होइन। हामीले अब तपाईँको अप्सनमा 5 छ भने 5 हान्नुहोस्, 5 छैन 10 छ भने 10 हान्नुहोस्, 20 छ भने नन अफ द एबभ हान्नुहोस्। फेरि 10 भन्दा माथि जानै भएन है, किनकि 10 ओमको कुरा गरेको छु म, रेजिस्टेन्सको। रेजिस्टेन्स घटाएर हामीले 10 देखि 5मा, 5 देखि 0मा ल्यायौँ भने इलेक्ट्रिक पाथ त अन्त कतै जाँदै जाँदैन नि। जहाँ रेसिस्टेन्स छैन त्यहाँ पो करेन्ट बग्ने हो नि त। रेसिस्टेन्स भनेको त एउटा रेजिस्टिभ फिनोमिना हो नि त, करेन्टलाई ब्लक गरेर हुन्छ रेजिस्टेन्सले। अब हामीले ग्राउन्डिङ भनेको एउटा त्यस्तो पाथ बनाइदिन्छौँ जसमा रेजिस्टेन्स मिनिमम होस् अन्तभन्दा। भनेपछि करेन्ट अन्त जानुभन्दा सिधै ग्राउन्डिङ भएर अर्थमा जाने हो। त्यही भएर हामीले रेजिस्टेन्स मिनिमम राख्नु पर्यो। 0 राख्नु आइडियल केस हो, होइन भने 2 राख्नुहोस्, होइन भने 5 राख्नुहोस्, म्याक्सिमम् 10सम्म राख्नुहोस्। 10 भन्दा माथि मेन्टेन गर्यो भने प्रोपर ग्राउन्डिङ, प्रोपर अर्थिङ गरेको मानिँदैन। अब यसमा तपाईँको स्टार डेल्टा, अब डेल्टा छ भने यसमा तपाईँको बडी अर्थिङ गरे हुन्छ होइन। अब तपाईँको स्टार कम्पोनेन्ट हो भने तपाईँको स्टारमा न्युट्रलै निस्किया हुन्छ, यसमा न्युट्रल पनि अर्थिङ गरे हुन्छ, यसलाई अर्थिङ गरे हुन्छ। समथिङ इज कनेक्टेड टु द अर्थ फर सेफ्टी पर्पोज, यो चाहिँ सेफ्टीको लागि हो। अनि यसमा डेल्टा स्टार जिगज्याग ग्राउन्डिङ ट्रान्सफर्मर होइन, द्याट इज होइन। अनि ट्रान्सफर्मर कनेक्सन, अनि यसमा यो टपिकमा हामीले कुरा गर्दाखेरि ट्रान्सफर्मरलाई कसरी कनेक्सन गर्न सकिन्छ त? मल्टिपल कनेक्सनहरू हुन्छन् यसमा। डेल्टा डेल्टा, स्टार स्टार, स्टार डेल्टा, डेल्टा स्टार, डेल्टा जिगज्याग, स्टार डिगज्याग, ओपन डेल्टा, स्कच कनेक्सन। अब तपाईँको मल्टिपल थ्री फेज ट्रान्सफर्मर कनेक्सनहरू चाहिँ यो 8 तरिकाले कनेक्ट गर्न सकिन्छ। अनि तपाईँको यसमा एउटा कुरा, अब यो कनेक्सन गर्न त सकिन्छ। अब यो कनेक्सन गर्दाखेरि हामीले प्यारलल अपरेसनमा जाँदाखेरि हामी प्यारलल ट्रान्सफर्मर किन युज गर्छौँ? 1000 kVA को एउटा ट्रान्सफर्मर युज नगरेर हामी 500 500को दुइटालाई प्यारललमा किन लान्छौँ? वाइ? रियल सिनेरियोमा मानौँ ल, तपाईँ कुनै सबस्टेसनमा जानुभयो, एउटा सबस्टेसनमा तपाईँलाई एज इलेक्ट्रिकल इन्जिनियर ल यहाँ ट्रान्सफर्मर तपाईँलाई एउटा कन्सल्ट गरिदिनु भनेर हायर गर्यो। तपाईँले एउटा ट्रान्सफर्मर राख्दाखेरि 1000 kVA को लोड एप्रुभ लोड छ इन्डस्ट्रीमा, लगभग मानौँ ल 1000 1500 एप्रुभ लोड छ। तपाईँले 2000को ट्रान्सफर्मर एप्रुभ गरिदिनु भयो।
भने त्यहाँनिर हतार हजारको दुईवटा ट्रान्सफर्मर एप्रुभ गर्नु राम्रो हो कि 2000को एउटै ट्रान्सफर्मर एप्रुभ गर्नु राम्रो हो? प्यारलल अपरेसन राम्रो कि नराम्रो? राम्रो हो नि सर। हो, अभियसली प्यारलल अपरेसन राम्रो हो। किन? उम्, एउटा त्यो अपरेट नभयो नि अरू अरूबाट काम हो, नाइस। तपाईँको हो। रिलायबिलिटी भन्ने वर्ड आउँछ यहाँनिर। हजुर तपाईँको सिस्टमलाई जति सकिन्छ टेक्निकल म्यान पावरले रिलायबल बनाउने हो कि। अब रिलायबल हजुर कसरी बनाउने भन्दाखेरि 1000 kVA को लोड छ भने तपाईँले 500 दुइटा राख्नुभयो भने एउटामा फल्ट आयो भने अर्कोले एटलिस्ट तपाईँको सेकेन्डरी लोडहरूलाई त सप्लाई दिन सक्यो। तर एउटै हजुर राख्नुभयो, एउटामा फल्ट आयो भने त तपाईँको पुरै सटडाउन भयो, ब्ल्याकआउट भयो। त्यही भएर हामीले रिलायबल सिस्टम बनाउनको लागि प्यारलल गर्छौँ। तर पनि प्यारललमा खर्च धेरै आउँछ। खर्च किन धेरै आउँछ भन्दाखेरि एउटा ट्रान्सफर्मर बनेको भए एउटै वाइन्डिङ हुन्थ्यो, बाहिरको कोर पनि एउटै हुन्थ्यो र उसले स्पेस पनि एउटै खान्थ्यो। एउटा सब स्टेसनमा तपाईँले 2 स्क्वायर मिटरको 2 स्क्वायर मिटरको एउटा स्पेस खानु भनेको तपाईँले काठमाडौँको जमिन खाइरह हो नि त। इट इज टु कस्टली। तर पनि प्यारलल अपरेसनमा दुइटा ट्रान्सफर्मर राख्नु भनेको अब साइज एराउन्ड एराउन्ड त्यही हुन्छ ट्रान्सफर्मरको। धेरै डिफ्रेन्स पर्दैन, 80% 20% फरक पर्ला। तर पनि हामी कस्टली भयो भने प्यारलल अपरेसनमा जान्छौँ। र प्यारलल अपरेसन चाहिँ कुन सिनेरियोमा हुन्छ? अब यसको इन्टरनल कनेक्सन कसरी हुन्छ? यो मान्नुहोस् एउटा ट्रान्सफर्मरको एउटा वाइन्डिङ छ, एउटा ट्रान्सफर्मर यो छ। तपाईँको यसको इम्पिडेन्स भएर यसरी आएर बस्छ कि ट्रान्सफर्मर चाहिँ। तपाईँलाई म यो फिगरबाट देखाइदिन्छु। यो प्राइमरी भयो, यो प्राइमरी, यो सेकेन्ड्री, यहाँनिर इम्पिडेन्स देखिरहेछ। अनि यो प्राइमरी, यो सेकेन्ड्री। यसको प्राइमरी गएर यसको प्राइमरीमा टच हुन्छ, यसको सेकेन्डरी गएर यसको सेकेन्डरीमा टच हुन्छ। भनेपछि अब यो वाइन्डिङ त एउटै भयो नि। अब यो प्यारलल जस्तो भयो, एउटै वाइन्डिङ भयो नि त अब यो। अब हामीसँग एउटा मात्रै प्राइमरी रह्यो कि, त्यही भएर हामी सप्लाई यहाँ मात्रै देखाइरहेको छौँ। हामी सप्लाई तल देखाइ, यहाँनिर हामीले सप्लाई नै देखाएनौँ। सप्लाई हामी यसलाई दिन्छौँ, तर यसको प्राइमरीमा गएर अर्कोको प्राइमरी जोडिदिने, यसको सेकेन्डरी अर्कोको सेकेन्डरीमा जोडिदिने। अनि त्यही गरेर लाइकवाइज हामी सेकेन्डरी साइडमा पनि त्यही गर्छौँ। अब त्यो गरिसकेपछि तपाईँले देख्नुहुन्छ, अनि टर्न रेसियो चाहिँ A1:1 छ। ल, अब यसमा मेस ल लगाऊँ है। अब कसरी करेन्ट बग्छ त? V1बाट जान्छ हाम्रो, यसबाट तपाईँको यहाँबाट निस्किन्छ। यहाँबाट निस्केपछि यसले एउटा Z1 इम्पिडेन्स फेला पार्छ। अनि त्यहाँबाट फेरि यता आउँछ, अनि यहाँ Z2 इम्पिडेन्स फेला पार्छ। अनि तपाईँको यहाँनिर आएर अर्को भोल्टेज कम्पोनेन्ट हुन्छ, र यहाँबाट गएर आउटलेटतिर जान्छ कि। तपाईँको बग्ने तरिका चाहिँ यो हो। यहाँबाट गएर बाहिर जान्छ। अब यसैलाई हामीले इलेक्ट्रिकली सल्भ गर्नका लागि एउटा इक्विभ्यालेन्ट नेटवर्क बनायौँ। V1/A हामीले सुरुमा भोल्टेज देखायौँ, यो भोल्टेज। अनि तपाईँको यो इम्पिडेन्स आयो, यो इम्पिडेन्स देखायौँ। अनि रिटर्न पाथमा चाहिँ तपाईँको यो इम्पिडेन्स आयो, हामीले यसमा यही इम्पिडेन्स देखायौँ। तर यहाँ आउटपुट पनि छ नि त। त्यही भएर हामीले लोड साइड हामीले यो साइड देखायौँ, र यो इम्पिडेन्स पछिको V2/A1। प्यारलल अपरेसनको नियरेस्ट इक्विभ्यालेन्ट सर्किट चाहिँ, इलेक्ट्रिकल सर्किट चाहिँ यही सर्किट हो। अनि यसको चाहिँ तपाईँको अब हामीले यसमा चाहिँ मेस ल नै लाउने हो। जति जे भए पनि हामीले इलेक्ट्रिकल नेटवर्कमा लाउने भनेको केबिएल, केसिएल, थेभेनिन्स, नोर्टन, त्यो नै हो। अरू यसमा धेरै लाग्दैन मसिनमा। त्यही भएर हामीलाई बेसिक इलेक्ट्रिकल नलेज चाहिन्छ। अनि V1/A1 रेसियोले, टर्न रेसियोले डिभाइड गऱ्यौँ। एउटा यहाँ छ, एउटा यहाँ छ, एउटा यो पुरै छ। यो तिनवटामा हामीले मेस ल लाउँदाखेरि हामीलाई एक्सप्रेसनहरू यस्तो आउँछ। ओके, नोडल एनालाइसिस लागु रहेछ यसमा चाहिँ, होइन? नोडल एनालाइसिस भनेको तपाईँको दुईटा भोल्टेज पोइन्ट एउटा रिफरेन्सलाई लिएर त्यसको बिचको इम्पिडेन्सले डिभाइड गर्यो भने त्यसलाई नोडल एनालाइसिस भनिन्छ। अनि जस्तै VL माइनस V1/A1 अपन यसको बिचमा के छ त? Z1। ल, यो दुइटा हेर्नुहोस्। यो पोइन्टलाई ग्राउन्ड गरिदिए, ग्राउन्ड भनेको यहाँ आएर ग्राउन्ड भएको छ। भनेपछि यो रिफरेन्स भयो। अनि यो भोल्टेज माइनस यो भोल्टेज डिभाइडेड बाई बिचको इम्पिडेन्स, प्लस अब V1 माइनस V1/A2 डिभाइडेड बाई Z2। यो पनि अर्थ गरिदिएछ, रिफरेन्स भइहाल्यो। प्लस VL अपन, अब यहाँ रिफरेन्समा कुनै पनि भोल्टेज छैन, अपन सिधै ZL इक्वल टु 0। तिनटै गर्दाखेरि हाम्रो नोडल त्यसरी बन्न जान्छ। अनि यो एक्सप्रेसनलाई तपाईँले सल्भ गर्नुभयो भने फाइनली तपाईँले पाउने भ्याल्यु यो हो। अनि यसको तपाईँ डेरिभेसनमा चाहिँ हेर्नु होला। डेरिभेसन चाहिँ यसमा धेरै केही पनि छैन। तपाईँको अल्टिमेटली
प्यारलल ओपरेसनमा चाहिँ मैले त्यस्तो खासै तपाईँले क्वेसन त्यो एराइज हुने के पनि देखिरहेको छैन होइन। एउटा कुरा चाहिँ थाहा पाउनु पऱ्यो तपाईँले प्यारललमा के हुन्छ भन्दाखेरि दुईवटा ट्रान्सफर्मर हामीले 500 र 1000को ट्रान्सफर्मरलाई हामीले प्यारललमा राख्यौँ र हाम्रो लोड छ 800 भनेपछि 500 चाहिँ ओभरलोड हुने अनि 1000को चाहिँ अन्डरलोड हुने केस आउँछ नि त। त्यस्तो हुन दिन भएन। त्यस्तो कहिले हुँदैन भन्दाखेरि ट्रान्सफर्मरको रेटिङ र त्यसको इम्पिडेन्स रेटिङको चाहिँ रेसियो मिल्यो भने अनि त्यस्तो हुँदैन। 500 केबीको ट्रान्सफर्मर छ, हाम्रो लोड 800 केबी छ, हामीसँग 500 र 1000को छ, अनि 500बाट चाहिँ पुरै 500 गइरहेछ, 1000बाट बाँकीको 300 मात्र गइरहेछ भनेपछि हामीले प्यारलमा जोडेको काम लाग्यो त? कामै लागेन नि। हो कि होइन? हाम्रो लोड 800 केबी छ, हामीसँग दुईवटा ट्रान्सफर्मर छ 500 र 1000, अनि हाम्रो 1000बाट मात्रै गइरहेछ, 500बाट गइरहेको छैन कि 1000ले त दिन सक्छ 800। त्यतिखेर पनि हाम्रो प्यारल गरेको काम लागेन। र 500बाट 500 पुरै गइरहेछ, 1000बाट 300 मात्र गइरहेछ, 500 ओभरलोडिङमा बसिरहेछ, 1000 अन्डर लोडिङमा बसिरहेछ, त्यो पनि काम लागेन। त्यो मेन्टेन कहिले हुन्छ? अप्सन ए, जब रेजिस्टेन्स इक्वल हुन्छ, ट्रान्सफर्मरको रेटिङ र त्यसको रेजिस्टेन्सको रेसियो इक्वल भयो भने हुन्छ, या त्यसको रियाक्टेन्सको रेसियो इक्वल भयो भने हुन्छ, या त्यसको इम्पिडेन्सको रेसियो इक्वल भयो भने हुन्छ। त्यतिखेर ट्रान्सफर्मरको रेटिङ चाहिँ तपाईँको ट्रान्सफर्मरको इम्पिडेन्ससँग चाहिँ इन्भर्सली प्रोपोर्सनल भयो भने त्यही रेसियोमा अनि दुइटैले आफ्नो पोर्सन क्यारी गरेर लान्छ कि। यो क्वेसन मलाई लाग्छ पहिला एकचोटि सोधेको थियो। S1 र S2 भने रेटिङ हो, Z2 र Z1 भने यसको चाहिँ इम्पिडेन्स, रियाक्टेन्स, यो रेसियो चाहिँ मिल्न पर्छ अनि मात्रै प्यारललमा कममा हामीले जोडेको चाहिँ अर्थ रहन्छ। अनि रेटिङ जति हो त्यहीको रेसियोमा चाहिँ उसले त्यहीबाट लोड ड्रेन गरेर लान्छ। ओके लेट्स। अनि ओपन डेल्टा कनेक्सन। ओपन डेल्टा कनेक्सन भनेको नर्मल तपाईँको त्यही डेल्टा कनेक्सन हो, तर यसमा चाहिँ एउटा पार्ट ओपन हुन्छ, अरू केही पनि होइन। अनि अटो ट्रान्सफर्मर, अटो ट्रान्सफर्मर चाहिँ त्यो हो जसमा एउटै वाइन्डिङ हुन्छ, तर त्यसलाई चाहिँ हामीले स्टेप डाउन र स्टेप अप दुइटै गरेर हुन्छौँ अन द नम्बर अफ टर्न्स रेसियो। अब यताबाट हेर्दाखेरि यता हाई नम्बर अफ टर्न्स देखाइयो र आउटपुट साइडमा कम राखियो भनेपछि स्टेप डाउन भयो होइन। होइन, आउटपुट साइडमा बढी राखियो भनेपछि स्टेप अप भयो। जस्तै तपाईँ यो हेर्नुहोस्, यहाँबाट राख्दाखेरि यहाँ कम छ, यहाँ चाहिँ धेरै छ भनेपछि यो स्टेप अप भयो। अनि होइन, आउटपुट साइडमा कम राखेर गरियो भने त्यो स्टेप डाउन भयो। यसको नर्मल डेरिभेसनहरू चाहिँ तपाईँको स्टेप डाउन अटो ट्रान्सफर्मरमा तपाईँको कति वाइन्डिङ हुन्छ भनेर सोध्न सक्छ लाइसेन्समा होइन। एउटा वाइन्डिङ हुन्छ र एउटै वाइन्डिङलाई चाहिँ तपाईँको कमन वाइन्डिङ र सिरिज वाइन्डिङको बेसिसमा स्टेप डाउन र स्टेप अप गरिन्छ। जनरल तपाईँको थियोरम हेर्ने हो भने फोर आइडियल ट्रान्सफर्मर पावर कन्जर्भेसन थियोरम लाइयो। V1 I1 इक्वल टु VH इक्वल टु VL हायर साइड र लोवर साइड, अनि VH इज ग्रेटर देन VL बिङ स्टेप अप ट्रान्सफर्मर होइन। स्टेप अप ट्रान्सफर्मर हामीले एउटा देखिरहेछौँ। अनि तपाईँको अनि लाइक वाइज तपाईँको एट नोड बी I+IH इक्वल टु IL, I+IH इक्वल टु IL। त्यो केसमा चाहिँ हाम्रो I इक्वल टु IL माइनस IH, BC चाहिँ हाम्रो कमन वाइन्डिङ भयो र AC चाहिँ हाम्रो सिरिज वाइन्डिङ भयो। एभी चाहिँ एभी हाम्रो सिरिज वाइन्डिङ भयो, BC चाहिँ कमन वाइन्डिङ भयो। यसको मतलब यो हायर साइडका लागि BC यता पनि युज भइरहेछ, BC यता पनि युज भइरहेछ। त्यो हो कमन वाइन्डिङको कन्सेप्ट चाहिँ। हामीले अरू ट्रान्सफर्मरमा कमन वाइन्डिङको कन्सेप्ट युज गरेर स्टेप अप र स्टेप डाउन गर्छौँ। यसमा वाइन्डिङ चाहिँ एउटै हुन्छ र यसको नम्बर अफ टर्न्सले चाहिँ हामीले यसलाई स्टेप अप र स्टेप डाउनको बेसिसमा लान्छौँ। द्याट इज ओन्ली यसमा पावर कन्जम्सन थ्योरम युज हुन्छ। एमएफ ब्यालेन्सिङ गरेर हेर्ने हो भने, भिआई र भिआई गरेर हेर्ने हो भने हायर बाई लोवर, हाई बाई यति, यति बाई यति गर्दाखेरि तपाईँलाई यो रेसियो चाहिँ थाहा हुनु पऱ्यो। हायर भोल्टेज अपन लोवर भोल्टेज हुन्छ भोल्टेजको केसमा, टर्न्सको केसमा पनि हायर बाई लोवर हुन्छ, तर करेन्ट चाहिँ कहिले पनि उल्टा हुन्छ है। E2/E1, N2/N1, V2/V1 हुन्छ, तर त्यो रेसियोमा अगाडि बढ्दाखेरि आई चाहिँ I1/I2 हुन्छ, आई चाहिँ अपोजिट हुन जान्छ। हुने केस पनि यहीँबाट हो, एमए ब्यालेन्सिङ गर्दाखेरि आई ठ्याक्कै उल्टा बस्छ, त्यही भएर उल्टा हुन्छ। ओके, ट्रान्सफर्मरमा तपाईँको यति नै हो। उम्, तपाईँलाई म डिसी मसिनतिर लान्छु होइन। डिसी जेनेरेटर। सर त्यो नोट राख्दाखेरि त्यो MCQ क्वेसन पनि राखिदिनु होला है सर।
ए ओके हुन्छ, एमसिक्यू क्वेसनहरू म तपाईँलाई छुट्टै पठाइदिउँला। त्यो हजुर चाहिँ तपाईँले एउटा पिडिएफ बनाएर नै एउटा मसिनको चाहिँ यो एमसिक्यू हुनसक्छ भनेर। हजुर हजुर। अनि अब यो लाइसेन्समा चाहिँ अब होइन, अब डेप्थमा पढ्ने हो भने अर्को नोट पनि छ, तर मैले चाहिँ अब कस्तो लाग्यो डेप्थमा किन पढ्ने जस्तो लाग्यो क्या मलाई चाहिँ। हजुर सर, जे पर्दैन जस्ट पोसिबल क्वेसन र त्यो मात्र चाहियो हो क्या सर अहिले चाहिँ। हुन्छ हुन्छ, तपाईँलाई त्यो क्वेसनहरू मिल्छ। म यो पढाएर भ्याएपछि तपाईँलाई पर्याप्त मात्रामा एमसिक्यू हुनसक्ने सम्भावित एमसिक्यू जो म भनिरहेको छु या जो हुनसक्छ त्यो म तपाईँलाई प्रोभाइड गरौँला। हस् सर। हुन्छ। तर जनरल कन्सेप्ट चाहिँ लिनुहोस् तपाईँ, किनकि इक्जाममा ठ्याक्कै त्यही एमसिक्यू नपर्ला होइन, सुन्दाखेरि ए होइन यसरी थियो भन्ने कुरा थाहा पायो भने तपाईँलाई अलिकति आइडिया हुन्छ कि। हुन्छ सर। ओके ल, अब मसिनमा हाम्रो ट्रान्सफर्मर, डिसी मसिन, एसी मसिन र इन्डक्सन मसिन तिनवटा हुन्छ होइन। आफ्टर द ट्रान्सफर्मर हामी जेनेरेटरतिर जाऊँ। जेनेरेटरको तपाईँको यो रेडियल भ्यू हो। एउटा मोटरको तपाईँले साइडबाट यसरी हेऱ्यो भने तपाईँले यो देख्नुहुन्छ कि, ट्याक्कै यो देख्नुहुन्छ। तपाईँले एउटा मोटरलाई साइडबाट हेऱ्यो भने तपाईँ यो भी देख्नुहुन्छ। यो मैले यताबाट हेरेँ हो, लेफ्ट साइडबाट हेरेँ हो, मेरो आँखा अगाडि मैले मोटर राखेर हेरेँ हो कि। यदि माथिबाट हेरेको भए त मोटरको एउटा हामीले मात्रै बाहिर आउटर कभर मात्रै देख्थ्यौँ। तर मैले लेफ्ट साइडबाट बसेर हेरेको, मैले एउटा आर्मेचर देखेँ। आर्मेचरको एउटा मैले साफ्ट जस्तो देखेँ, अनि त्यसको बाहिर चाहिँ एउटा वाइन्डिङहरू जस्तो देखिरहेको छु। अनि बिचमा होल स्पेस देखिरहेको छु, अनि त्यसको बाहिर कभर देखिरहेको छु। लेफ्ट साइडबाट काटेको कि बिचबाट सेक्सन कट गरेर हेरे हो मसिनलाई यो चाहिँ। त्यही भएर यस्तो भ्यू देखिया हो। अनि यसमा हेर्दै गर्दाखेरि हामीले के देख्छौँ भन्दाखेरि एट द फर्स्ट चाहिँ हामीले योक योक भनेको आउटरिङ कभरिङ हो। अनि त्यसपछि हामीले जाँदै गर्दाखेरि योगभित्र पस्दाखेरि हामीले पोल भेटाउँछौँ। पोलमा चाहिँ हामीले फिल्ड वाइन्डिङ गरेका हुन्छौँ। फिल्ड वाइन्डिङ हाम्रो चाहिँ यो फिल्ड सुज बना हुन्छ। फिल्ड सुज चाहिँ किन बना हुन्छ भन्दाखेरि यो वाइन्डिङबाट जति पनि म्याग्नेटिक फिल्ड निस्केला, यदि यो फिल्ड सुजलाई यस्तै राखिदिएको भए तपाईँको के हुन्थ्यो भन्दाखेरि यहाँबाट निस्किने म्याग्नेटिक रेडिएसनहरू यति मात्र जान पाउँथ्यो कि। तर यो सुजको एरिया यसरी बढाइदिँदाखेरि अब यहाँसम्म पनि म्याग्नेटिक इफेक्ट बढेर आउने भयो नि त। म्याग्नेटिक रेन्ज बढाउनका लागि यसलाई चाहिँ माथि गएर चाप्टो बनाइदिएको हो। यसको मेकानिकल स्ट्रक्चर र इलेक्ट्रिकल फिचरलाई मिट गराएको हो त्यो गरेर होइन। सुज ब्रोडन गर्नुको कारण चाहिँ त्यो हो। अनि त्यो चाहिँ भित्र जाँदाखेरि चाहिँ हामीले आर्मेचर वाइन्डिङ भेटाउँछौँ। आर्मेचर वाइन्डिङ चाहिँ यसमा मजाले थ्री फेज छ भने 120 डिग्रीको फेजमा, जस्तै एउटा वाइन्डिङ यहाँ छ भने अर्को वाइन्डिङ यहाँ, अर्को वाइन्डिङ यहाँ, अर्को वाइन्डिङ यहाँ, अर्को वाइन्डिङ यहाँ गरेर 120 डिग्रीको अपार्टमा वाइन्ड गरे हुन्छ। 120 डिग्रीको अपार्टमा वाइन्ड गर्ने बित्तिकै अब हाम्रो जेनेरेसन पोइन्टमा हाम्रो एसी भोल्टेज 360/3 120 डिग्रीमा प्रड्युस हुन्छ। किन हुन्छ भन्दाखेरि चाहिँ तपाईँको हाम्रो यहाँनिरको वाइन्डिङ नै 120 डिग्रीमा गरेको छ कि। बुझ्नुभयो? सर्कलमा 360 डिग्री हुन्छ। हामीले तिनवटा वाइन्डिङ हाल्ने हो भने 360/3 गर्दाखेरि 160 हुन्छ। 160 डिग्रीको ग्यापमा हामीले वाइन्डिङ गरे हुन्छौँ। त्यही भएर यहाँबाट आएको म्याग्नेटले यसलाई ठोक्छ। आर वाइन्डिङलाई स्ट्राइक गर्छ। अनि वाइ वाइन्डिङ चाहिँ तपाईँको 120 डिग्री पछाडि हुन्छ, अनि वाइ वाइन्डिङलाई स्ट्राइक गर्छ, अनि जेड यता हुन्छ, अनि जेडलाई स्ट्राइक गर्छ। अनि तपाईँले यसलाई चाहिँ तपाईँले साइन वेभमा देखाउँदाखेरि यसरी देखाउनुहुन्छ। आर यसरी देखाउनुहुन्छ। अनि 120 डिग्री अपार्ट वाइ देखाउनुहुन्छ, त्यसको 120 डिग्री अपार्ट आरवाइबी देखाउनुहुन्छ। एउटै ठाउँबाट प्रोडक्सन किन देखाउनु हुँदैन भन्दाखेरि म्याग्नेटिक फिल्डले पहिला आरलाई स्ट्राइक गर्छ, त्यसपछि वाइलाई गर्छ, अनि जेडलाई गर्छ। अनि 120 डिग्री नै किन देखाउनुहुन्छ भन्दाखेरि यसको वाइन्डिङ चाहिँ 120 डिग्रीको ग्यापमा भइरहेको हुन्छ। यदि यसमा टु वाइन्डिङ मात्रै गर्ने हो भने 120 डिग्रीको अपार्टमा वाइन्डिङ गर्ने हो भने यसको वेभ फर्म पनि तपाईँले 180कै अपार्टमा देखाउनु पर्ने हुन्थ्यो कि। 180को ग्यापमा यसरी देखाउनु पर्ने हुन्थ्यो। द्याट इज द मेन रिजन अफ 120 डिग्री र 180 डिग्री थ्री फेज र टू फेज। त्यो कहाँबाट आउँछ? 120 डिग्रीको जन्म कहाँ हुन्छ भन्दाखेरि हामीले मेकानिकल्ली त्यसरी एलाइन गरे हुन्छौँ। त्यो मेकानिकल्ली चाहिँ हाम्रो म्याग्नेटले हान्दाखेरि 160 डिग्रीमा स्ट्राइक गर्ने भएको भएर 120 डिग्रीमै नै हाम्रो फेजहरू प्रड्युस हुने हो र ग्याप पनि रहने हो। मेन रिजन चाहिँ त्यही हो। अनि ओके, आर्मेचर भन्दा हामीले भित्र गएर जाँदाखेरि हामीले के देख्यौँ त? कम्युटेटर देख्यौँ। कम्युटेटर भनेको तपाईँको एउटा इन्सुलेटिङ मेटेरियल जस्तो ट्याक्कै यसमा मिका युज भएर हुन्छ। अनि यसको बाहिर ब्रसेस हुन्छ। अनि ब्रसेस भनेको चाहिँ तपाईँको यहाँनिर जो प्रोडक्सन हुन्छ, प्रोडक्सन भएको चाहिँ यो ब्रसेसमा चाहिँ हाम्रो सप्लाई कनेक्ट भएर प्रोसेसबाट चाहिँ यसरी बाहिर आर्मेचरमा आउने हो कि। अब यो प्रोडक्सन भयो। अनि यो कम्प्युटर ब्रस योक योक भनेको आउटरमोस्ट कभरिङ भयो। यसको वर्किङ प्रिन्सिपल भन्छ डिसी जेनेरेटर कसरी काम गर्छ।
तपाईँले पहिला यो यसलाई यहाँनिर यो साफ्टलाई घुमाउनु भयो। यसले घुमाउँदाखेरि तपाईँको आर्मेचर वाइन्डिङ चाहिँ सर्टेड भएको हुन्छ। आर्मेचर वाइन्डिङ चाहिँ एउटा म्याग्नेटिक फिल्डको बिचमा घुम्छ। अनि यो बिचमा घुम्दाखेरि यसमा इलेक्ट्रिक इएमएफ जेनेरेट हुन्छ। र इएमएफ जेनेरेट भइसकेपछि करेन्ट जेनेरेट हुन्छ, र करेन्ट जेनेरेट भइसकेपछि यो आफैमा सञ्चालित सुचालित हुन्छ। यसमा चाहिँ एउटा रेसिडुअल फ्लक्सको कन्सेप्ट छ। डिसी मसिन जब सटडाउन हुन्छ तब रेसिडुअल फ्लक्स यसमा मेन्टेन भइरहेको हुन्छ। अनि अलिकति हामीले भोल्टेज दिन्छौँ, अलिकति करेन्ट बढ्छ, अलिकति भोल्टेज बढ्छ, अलिकति करेन्ट बढ्छ। त्यो स्टेप अप हुँदा हुँदा हुँदै गएर एक पोइन्टमा चाहिँ हाम्रो थ्रेसोल्ड भोल्टेज क्रस हुन्छ र जेनेरेटर चालु हुन्छ। त्यो चाहिँ डिसी जेनेरेटर कन्सेप्ट हो। यसलाई अब टेक्निकल्ली भन्दाखेरि फ्याराडे ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन अब्जर्भ हुन्छ। यसले आर्मेचरमा इएमएफ इन्ड्युस हुन्छ। अनि कम्युटेटरमा हामीले स्प्लिट रिङ होइन, स्लिप रिङ राखेका हुन्छौँ। स्लिप रिङले चाहिँ तपाईँको 180 डिग्री अपार्ट गर्छ। अनि तपाईँको जब आउटपुट लोड साइडमा जब आउँछ त्यो एसी नबनेर डिसी बनेर आउँछ भन्छ। त्यो हो डिसी जेनेरेटर। डिसी त्यही भएर जन्म आउने हो कि। ओके, यसको सेक्सन भ्यू अफ डिसी जेनेरेटर हामीले हेऱ्यौँ। यसको मेकानिकल कम्पोनेन्ट चाहिँ इलेक्ट्रिकलसँग कसरी एलाइन भएको छ भनेर बुझाउन खोजेँ मैले। यसको अपरेटिङ प्रिन्सिपल हेरौँ। जसरी नर्थ र साउथ, अब यसलाई मात्र टु वाइन्डिङ मात्र लिएँ है मैले। यसको नर्थ र साउथ छ। नर्थ र साउथ म्याग्नेटिक फिल्ड यसमा एलाइन गर्दाखेरि तपाईँको यहाँबाट प्रोडक्सन भयो, एदेखि बी, यसरी 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 आएर यसरी आयो। अब यहाँ लोड छ, यहाँ रेजिस्टेन्स लोड जोडिया छ। लोडको राइट साइडमा तपाईँले प्लस देख्नुभयो, लेफ्ट साइडमा माइनस देख्नुभयो होइन। अनि करेन्ट फ्लो भइरहेछ, भइरहेछ 0 डिग्रीमा। अब 90 डिग्रीमा चाहिँ तपाईँको यसमा करेन्ट फ्लो हुँदैन। किन हुँदैन? इएमएफ इज डाइरेक्टली प्रोपोर्सनल टु द रेट अफ चेन्ज अफ फ्लक्स। तपाईँको जब यो 90 डिग्रीमा बन्छ दुईवटा कन्डक्टरको बिचमा, त्यतिखेर फ्लक्सको रेट अफ चेन्ज त जेरो हुन्छ। रेट अफ चेन्ज जेरो हुने बित्तिकै इएमएफ प्रोडक्सन हुँदैन र सप्लाईको एक्रसमा हामीले केही पनि पाउँदैनौँ। अब तपाईँको डिसी यति प्रड्युस भयो। अनि 90 डिग्रीभन्दा अझै अगाडि तपाईँको जब रोटेसन हुन्छ, तपाईँको 180 डिग्री रोटेसन भइरहेछ। अनि तपाईँ यो केसमा चाहिँ तपाईँको अझै तपाईँले रेजिस्टेन्सको एक्रसमा राइट साइडमा प्लस र यहाँ नेगेटिभ देख्नुहुन्छ। किन देख्नुहुन्छ भन्दाखेरि यो कम्युटेटर चाहिँ यहाँनिर स्प्लिट रिङ युज भएको छ कि स्लिप रिङ युज भएको छैन। एसीमा चाहिँ स्लिप रिङ युज हुन्छ। जब यो घुम्छ यहीसँग यो स्लिप रिङलाई जोडेको हुँदैन। जोडेको भएको भए यहाँनिर हाम्रो वेभ यसरी आउँथ्यो। तर यसले नजोडिकन अलग गरेर टच गराइरहेको हुन्छ। त्यही भएर यसको नाम नै स्प्लिट रिङ हो। तपाईँलाई अब एमसिक्यू आउन सक्ने भनेको डिसी मसिनको वर्किङ प्रिन्सिपलमा स्प्लिट रिङ युज हुन्छ कि स्लिप रिङ युज हुन्छ? स्प्लिट रिङ युज हुन्छ। यदि स्लिप रिङ युज हुन्थ्यो भने यो कन्टिन्युस कर्भ आउँथ्यो र कन्टिन्युस आउँदाखेरि एसी आउँथ्यो। तर स्प्लिट रिङले के गर्छ, एकचोटि पोजिटिभलाई सेन्स गर्छ, अनि नेगेटिभ आउँदाखेरि बन्द हुन्छ। अनि फेरि अझै पोजिटिभ सेन्स गर्छ, अनि अझै पोजिटिभ सेन्स गर्छ, पोजिटिभ सेन्स गर्छ। लोड टर्मिनलमा एभ्री टाइम तपाईँको पोजिटिभ मात्रै सप्लाई भइरहेको हुन्छ। पोजिटिभ नेगेटिभ मात्रै सप्लाई भइरहेको हुन्छ। पोलारिटी मेन्टेन हुन्छ। त्यो चाहिँ डिसी मसिनको हो। जसरी यहाँ यहाँ वेभ फर्म छ। एसी यस्तो हुन्थ्यो, डिसी यस्तो हुन्थ्यो, र यसलाई चाहिँ हामीले कन्डक्टरहरू इन्क्रिज गरिदियो भने कन्टिन्युस डिसी आयो भने वेभ फर्म स्वयं चाहिँ डिसी। अब एसीमा के हुन्छ? एसीलाई मैले कम्पेयर मात्रै गरेको छु, एसी पछि छुट्टै पढाउँला होइन। एसीमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर स्लिप रिङ युज हुन्छ। उसमा चाहिँ हामीले स्प्लिट रिङ युज गरिरहेको थियौँ। फरक यति हो क्या। यसमा स्प्लिट रिङ युज गरिरहेको थियौँ, यसमा स्लिप रिङ युज गर्छौँ। स्लिप रिङ भनेको यो कम्युटेटरसँग जोडेर आउँछ कि। अब कम्युटेटर जति घुम्छ स्लिप रिङ पनि घुम्दै जान्छ। यसले चाहिँ कुनै पोइन्टमा पनि स्लिप रिङलाई छोड्दैन। त्यही भएर यसको हेर्नुहोस्, रेजिस्टेन्सको राइट साइडमा पोजिटिभ छ, अब गएर रेजिस्टेन्सको लेफ्ट साइडमा पोजिटिभ पुग्न जान्छ कि। त्यो डिस्कसँगै कम्युटेटरसँगै स्लिप रिङ पनि घुम्छ। अनि अघि नै हामीलाई लोड साइडमा चाहिँ हाम्रो सप्लाई यसरी 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 घुमेर पोलारिटी प्लस माइनस आइरहेको थियो। अब हाम्रो प्रोडक्सनमा चाहिँ तपाईँले यो घुम्दा घुम्दै यो स्लिप रिङसँगै मोटर पनि घुम्छ र यहाँबाट यतातिर मोडिन्छ। यतातिर मोडेर यहाँ प्लस आउँछ। अब तपाईँको एसी कर्भ चाहिँ कस्तो हुन्छ भन्दाखेरि लोडले सुरुमा पोजिटिभ एक्सपिरियन्स गर्छ, त्योपछि नेगेटिभ एक्सपिरियन्स गर्छ, फेरि पोजिटिभ एक्सपिरियन्स गर्छ, फेरि नेगेटिभ एक्सपिरियन्स गर्छ। स्लिप रिङका कारणले यो भइरहेछ। तर यो रिङलाई चाहिँ योसँग टच नगराएर यसलाई छुट्टै राखिदियो भने यो मात्रै घुम्छ, यो मात्रै घुम्छ, तर रिङ जहिले पनि आफ्नै पोजिसनमा बसिरहेको हुन्छ। अनि आफ्नै पोजिसनमा बस्यो भने त जहिले पनि उसले लोड साइडले चाहिँ जहिले पनि यस्तो सप्लाई पाउँछ, पोजिटिभ पनि सप्लाई पाउँछ। अनि तपाईँको अब अबको वेभ फर्म कस्तो बन्छ?
लोडले पोजिटिभ एक्सपिरियन्स गर्यो, नेगेटिभ गर्दाखेरि उसले चाहिँ रिडै गरेन, अनि फेरि अझै पोजिटिभ एप्लाई गर्यो, अझै फेरि पोजिटिभ गर्यो, नेगेटिभ पोइन्टै देखिएन कि। अब यहाँनिर कन्डक्टरलाई एकदमै बढाइदियो भने अब यो सानो सानो हुँदै जान्छ, अझै नम्बर अफ कन्डक्टर इन्क्रिज गर्दै जान्छ, अझै सानो हुन्छ। तपाईँको लास्टमा गएर कर्भ यस्तो 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 गएपछि डिसीमा मात्रै भयो, एसी आएन नि त। लोड साइडमा चाहिँ हामीले के एक्सपिरियन्स गरिरहेको छौँ भन्ने कुरा त हो नि। अल्टिमेटली तपाईँ बुझ्नुहोस्, डिसीमा चाहिँ तपाईँको स्प्लिट रिङ युज हुन्छ, जो चाहिँ कम्युटेटरसँगै मुभ गर्दैन, एक पोइन्टमा फिक्स हुन्छ। त्यही भएर जहिले पनि लोडले पोजिटिभ मात्रै चेन्ज गर्छ होइन। एसीमा चाहिँ कम्प्युटरसँगै त्यो रिङ पनि घुम्छ, त्यो घुम्ने भएको भएर उसलाई स्लिप भन्छ, ऊ रिङलेको नामै स्लिप राखिदिन्छ, ऊ स्लिप भइरहन्छ। अनि एकचोटि लोडले पोजिटिभ चेन्ज गर्छ, एकचोटि लोडले नेगेटिभ चेन्ज गर्छ। 0 डिग्रीदेखि 180 डिग्री 360सम्म रोटेसन हुँदाखेरि। Thus, the polarity across load changes, resulting in the production of alternating voltage. Waveform showing alternating voltage. यही हो डिसी रेसियो कन्सेप्ट चाहिँ होइन। मसिनको भित्र भोल्टेज जेनेरेट भइसकेपछि मसिनको भित्र डिसी जेनेरेट हुने कि एसी जेनेरेट हुने भनेर कन्फ्युज नहुनुहोस्। मसिनभित्र अलवेज एन्ड अलवेज तपाईँको जेनेरेट हुने भनेको एसी नै हो। तर उसलाई चाहिँ बाहिर हामीले सेन्स गर्दाखेरि डिसीमा सेन्स गरेर हुन्छौँ कि। ओके, डिसी मसिन चाहिँ हाम्रो जेनेरेटर मोटर, अनि मोटरमा हाम्रो सेपरेटली एक्साइटेड डिसी सिरिज एक्साइटेड, डिसी सन्ट एक्साइटेड, डिसी कम्पाउन्ड। जेनेरेटरमा पनि हाम्रो त्यही हो, सेपरेटली सेल्फ, सिरिज वुन्ड, सन्ट गरेर, लङ सन्ट र सर्ट सन्ट गरेर यसो क्लासिफिकेसन गरिएको छ। अनि सेपरेटली एक्साइटेड भन्दाखेरि चाहिँ तपाईँको लोड यहाँ छ, हामीले उसलाई चाहिँ बाहिरबाट फिल्ड वाइन्डिङलाई हामीले सप्लाई दिइरहेछौँ। फिल्ड वाइन्डिङलाई सप्लाई दिँदाखेरि तपाईँको यसमा अब इएमएफ लाउनुहोस्, के केबिएल लाउनुहोस्, इजी इक्वल टु बिएल प्लस आइआरए प्लस ब्रस ड्रप। लाउनु त केबिएलै हो अल्टिमेटली, अरू केही पनि लाउँदैन। हामीले मसिनलाई एज इलेक्ट्रिकल्ली त हेरिरहेछौँ नि त। त्यही भएर अनि पावर डेभलप, आर्मेचर भनेको भित्रको पोर्सन जहाँ पावर डेभलप हुन्छ, अनि लोड भनेको चाहिँ बाहिरको पोर्सन जहाँ पावर डेलिभर हुन्छ। अब लाइकवाइज हामीले सिरिज वाइन्डिङ हेऱ्यो भने हाम्रो फिल्ड वाइन्डिङ र आर्मेचर वाइन्डिङलाई टच गराइदिएको हुन्छ, र आर्मेचर वाइन्डिङबाट डाइरेक्टली गइरहेको हुन्छ। अनि यसको पनि एक्सप्रेसनहरू हेर्नु होला। अनि सन्टमा चाहिँ तपाईँको भित्रको आर्मेचर र फिल्डको चाहिँ कनेक्सन चाहिँ सन्टमा राखिदिएको हुन्छ। सन्ट भनेको तपाईँको आर्मेचरमा बग्ने करेन्ट र लोडमा बग्ने करेन्ट र फिल्डमा वाइन्डिङमा बग्ने करेन्ट तिनटै फरक हुन्छ। अब तपाईँ मलाई बताउनुहोस्, सन्ट जेनेरेटरलाई फुल लोडमा चलाउनु राम्रो कि नो लोडमा चलाउनु राम्रो? यहाँनिर यो फिगर छ, यो फिगर हेरेर तपाईँ मलाई बताउनुहोस्। ल, सिरिज जेनेरेटरलाई, सन्ट सिरिज जे भने पनि, सिरिज जेनेरेटरलाई लोडमा चलाउनु राम्रो कि नो लोडमा चलाउनु राम्रो? तपाईँ लाइसेन्स सोध्ने त त्यो हो नि। वाट इज द फेभरेबल कन्डिसन फर अ डिसी जेनेरेटर टु स्टार्ट? नो लोड, फुल लोड, नन अफ द एबभ, अल अफ द एबभ? इन फुल लोड। यसको इलेक्ट्रिकल कनेक्सनसँगै लोड जोडिएको छ। यदि हामीले यो लोड पोर्सनलाई नो लोड गरिदियौँ भने त सिरिज जेनेरेटर त स्टार्टै हुँदैन, करेन्ट फ्लो हुने पाथै छैन नि। छ त? करेन्ट हुने कुनै पाथै छैन नि हामीसँग। त्यही भएर सिरिज जेनेरेटरलाई जहिले पनि लोडिङ कन्डिसनमा स्टार्ट गर्नुपर्छ। तर सन्टका लागि त पाथ छ, फिल्ड वाइन्डिङ र आर्मेचर वाइन्डिङ आफैमा एउटा सर्किट कम्प्लिट गर्न सक्छ। यसलाई चाहिँ त्यही भएर नो लोडमा स्टार्ट गरिन्छ। अनि लोडलाई बिस्तारै इन्क्रिज गर्दै जाने, इन्क्रिज गर्दै जाने, इन्क्रिज गर्दै जाने सन् जेनेरेटरको केसमा। तर सिरिजको केसमा चाहिँ लोडिङकै केसमा स्टार्ट गर्ने हो, र लोडिङकै केसमा चाहिँ इनरस करेन्ट हेभी तान्छ र स्टार्ट हुन्छ। यसको सर्किट डायग्राम हेरेर थाहा भइरहेछ नि त। कम्पाउन्डमा चाहिँ तपाईँको सन्ट र सिरिज हो, यसलाई इग्नोर गरिदिनुहोस्। सेपरेटली एक्साइटेड डिसी मोटर भनेको तपाईँले छुट्टै एक्साइट गरिरहनु भएको छ। यो सेपरेटली एक्साइटेड भनेको बुझ्दै हुनुहुन्छ तपाईँ? जस्तै यसमा जाम होइन, यो आर्मेचरलाई बाहिरबाट सप्लाई दिएको छ, यो सेपरेटली हो। सिरिज भनेको तपाईँको फिल्ड र आर्मेचर सिरिजमा छ। सन्ट भनेको यो फिल्ड र आर्मेचरको कनेक्सन त्यसरी छ कि यो सन्टमा भइरहेछ। यो कनेक्सन यिनीहरूको वायरिङको कनेक्सन देखाइरहेको हो है, यिनीहरूलाई स्टार्ट गर्ने तरिका देखाइरहेको हो, यसरी यसरी स्टार्ट हुन्छ भनेर। अनि सेपरेटली एक्साइटेड
तपाईँको यो सिनेरियो हुन्छ। डिसी सिरिज मोटर 1 सेकेन्ड, सिरिजलाई कहिले पनि लोडिङ कन्डिसनमा मात्रै स्टार्ट हुन्छ, होइन। अनि डिसी सन्ट मोटर, सन्टलाई जहिले पनि नो लोड कन्डिसनमा स्टार्ट गर्नुपर्छ। लोडिङ कन्डिसनमा स्टार्ट गर्यो भने हाई भोल्टेज हाई दिनु पर्यो, हाई सप्लाई दिनु पर्यो। अनि डिफ्रेन्सियल कम्पाउन्ड मोटर भनेको तपाईँको सन्ट र सिरिजको मिक्सलाई चाहिँ डिफ्रेन्सियल भन्छ। अनि ओपरेटिङ क्यारेक्टरिस्टिक्स के छ त यसको? म्याग्नेटाइजिङ कर। म्याग्नेटाइजिङ कर भनेको तपाईँको यसको भित्र जब हामी सप्लाई दिन्छौँ म्याग्नेटिक फिनोमिना कस्तो हुन्छ? इएमएफ इक्वल टु केएम फाइभ ओमेगा। केएम भनेको कन्सटेन्ट हो, फाइभ भनेको फ्लक्स हो, अनि ओमेगा भनेको 2 पाई एफ भयो, होइन। अनि यसमा इएमएफ भर्सेस फिल्ड करेन्टको कर्भ देखाइरहेछ। हाम्रो फिल्ड करेन्ट चाहिँ यसरी बढ्दै जाँदाखेरि इएमएफ पनि बढ्दै जान्छ, र त्यो मोटरको स्पिड हो, यो चाहिँ स्पिड पनि बढ्दै जान्छ। हामीले के बुझ्यौँ? करेन्टसँगै स्पिड बढ्दै जान्छ यो कर्भबाट। अनि आर्मेचर रिएक्सनको इफेक्ट के हुन्छ? आर्मेचरले चाहिँ उसले रोक्न खोज्छ कि आर्मेचरमा ड्रप, ह्युज ड्रप हुन्छ। हामीले सप्लाई दिँदाखेरि या सप्लाई लिँदाखेरि एउटै मसिन हो, त्यसलाई जेनेरेटरको तरिकाले स्टार्ट गरौँ या मोटरको तरिकाले स्टार्ट गरौँ, त्यो केसमा चाहिँ एउटा लस हुन्छ हाम्रो। सुरुमा हाम्रो लस कहाँनिर हुन्छ? हाम्रो लस हुन्छ एउटा नो आर्मेचरमा। नो रोड। अँ, नोलोडको केस भयो। नोलोड अँ, केसपछि हाम्रो आर्मेचरमा ड्रप हुन्छ। त्यसपछि लोडिङको केसमा ड्रप हुन्छ। त्यसपछि एक्स्ट्रा फिल्ड करेन्ट कम्पेन्सेसन चाहिन्छ। रेजिस्टेन्स बढ्दै जान्छ। जस्तै तपाईँको बाइक 1 नम्बर गियरमा छ, तपाईँको सिम्पल ड्रप भयो, तपाईँको गियर बढेर 4 नम्बरमा गयो भने त लोडिङ बढेर गयो भने त बढी ड्रप भयो नि। यो चाहिँ मोटरको सिनेरियो भने मैले तपाईँको पानी तान्ने मोटर घरको बुझ्नुहोस् न, त्यो पनि भयो। अनि तपाईँको डिसी प्राय युज हुने भनेको तपाईँको एयरपोर्टको जो कन्भेयर बेल्ट छ, यो कन्भेयर बेल्टहरूमा डिसी युज हुन्छ कि प्राय। एउटा स्मुथ सप्लाई दिइरहने केसहरूमा चाहिँ डिसी युज हुने हो। नो लोडको केसमा पनि इन्टरनल लस भइरहेको हुन्छ। त्योपछि आर्मेचर रिएक्सनको कारणले लस भइरहेको हुन्छ। त्योपछि जति लोड थपियो त्यो लोडलाई कम्पेन्सेट गर्नका लागि एक्स्ट्रा सप्लाई दिँदाखेरि लस भइरहेको हुन्छ। त्यो लसलाई चाहिँ आर्मेचर रिएक्सन भनिन्छ। आर्मेचर रिएक्सनले लोडिङको केसलाई चाहिँ ह्याम्पर गर्छ। कसरी गर्छ भन्दाखेरि म तपाईँलाई देखाउँछु ल। यसमा मैले बनाएको छु। उम्, पहिला त्यही हेरिहालौँ। ओके, म तपाईँलाई यो भोल्टेज बिल्डअप कसरी हुन्छ डिजल जेनेरेटरमा, होइन, यो डिसी जेनेरेटरमा। हाम्रो सुरुमा जेनेरेटरमा एउटा इन्डस भोल्टेज र रेसिडुअल भोल्टेज रहन्छ नै। तपाईँले कहिले न कहिले बनाउँदाखेरि त्यसलाई एकचोटि चाहिँ उसलाई हाई भोल्टेजतिर स्टार्ट गर्न पर्यो, त्योपछि चाहिँ उसमा रेसिडुअल भोल्टेज रहेको नै हुन्छ। त्यो रेसिडुअल भोल्टेजलाई चाहिँ हामीले अलिकति फिल्ड करेन्ट दिने, अनि त्यो रेसिडुअल भोल्टेज अझै बढ्दै जान्छ। अझै फिल्ड करेन्ट बढाउने, त्यो अझै बढ्दै जान्छ। त्यो बढ्दै जाँदै गर्दै गर्दा गर्दा एक यस्तो भोल्टेज पोइन्ट आउँछ जसले चाहिँ तपाईँको यसको जो स्टार्टिङ भोल्टेज हो, रोटेटिङ स्पिड हो जो ओमेगा, त्यो ओमेगालाई मिट गर्छ र यो पोइन्टमा गएर मसिन रन हुन्छ। यति फिल्ड करेन्ट चाहियो कि। यो फिल्ड करेन्टको ग्राफ हो। तपाईँको सन्ट जेनेरेटर भनेको तपाईँको सन्ट जेनेरेटरलाई चाहिँ त सिरिज जेनेरेटरलाई त फरक परेन। सन्ट जेनेरेटरमा भोल्टेज बिल्डअप कसरी हुन्छ भन्दाखेरि रेसिडुअल फ्लक्स हुन्छ। रेसिडुअल फ्लक्सले चाहिँ तपाईँको, जसरी तपाईँले यहाँबाट बुझ्न सक्नुहुन्छ, ड्यू टु द residual voltage, field current build up, which in turn build flux and induced EMF, which again build up field current until it gain a common point for a EA and IF so that the shunt generator can maintain steady state। बुझ्नुभयो? रेसिडुअल भोल्टेज हुन्छ, त्यसमा हामीले फिल्ड करेन्ट दिने, फिल्ड करेन्ट बिल्डअप हुन्छ, जसले चाहिँ तपाईँलाई फ्लक्स बिल्डअप गराउँछ। त्यो फ्लक्सले फेरि अझै इएमएफ बिल्डअप गराउँछ। त्यो इएमएफले अझै फिल्ड करेन्टलाई इन्क्रिज गराउँछ। यो सर्कल चल्छ तपाईँको भोल्टेज फ्लक्स फिल्ड करेन्ट इएमएफ, भोल्टेज फ्लक्स फिल्ड करेन्ट इएमएफको यो सर्कल चल्छ। र तबसम्म चल्छ जबसम्म त्यो रोटेटिङ स्पिड मिट हुँदैन। अनि जहाँनिर त्यो रोटेटिङ स्पिड हाम्रो लोडलाई थान्नेसम्म पुग्छ, अनि त्योपछि चाहिँ डिसी स्टार्ट हुन्छ। इट मिन्स इएफएफ इज इन्ड्युस्ड इएमएफ इज डाइरेक्टली प्रोपोर्सनल टु द फिल्ड करेन्ट। अनि क्रिटिकल फिल्ड रेजिस्टेन्स भन्ने एउटा टर्म छ हाम्रो। यो यसले स्पिडलाई जनाइरहेछ, यसले फिल्ड करेन्टलाई जनाइरहेछ, यसले तपाईँको रेजिस्टेन्सलाई जनाइरहेछ। अब हाम्रो रेजिस्टेन्स पनि त्यति धेरै हुनु भएन जसले चाहिँ स्पिडभन्दा बियोन्ड जाओस्। F3 रेजिस्टेन्स छ हाम्रो भित्र भनेपछि RF3, यो स्पिडले कट गर्दैन भने चल्न सक्दैन।
यसको सामान्य कन्सेप्ट चाहिँ तपाईँको कसरी छ भने हेर्नुहोस्, अब यो सेक्सनमा मैले ठ्याक्कै यता मेन्सन गरिदिएको छु। RF2 इज intersecting with omega if it is the appropriate field resistance for voltage buildup. If RF3 is greater than RF2 applied, there will be no voltage buildup and the field resistance is known as critical field resistance. Hence, we have to not increase the field resistance above the critical field resistance. रेजिस्टेन्स चाहिँ हाम्रो क्रिटिकल भन्दा बढी हुन भएन। अनि हाम्रो अर्को सिनेरियो के छ, रेसिडुअल भोल्टेज चाहिँ जहिले पनि रहिरहन पर्यो। यो दुइटा सिनेरियो भयो भने हाम्रो फिल्ड करेन्ट र स्पिड मिचअप हुन्छ, म्याचअप हुन्छ र अनि डिसी सन जेनेरेटरको स्टार्टिङ पोइन्ट मिट हुन्छ र स्टार्ट हुन्छ, त्यो भन्न खोज्यो। अब त्यही सिनेरियोमा क्रिटिकल स्पिड स्पिड पनि हाम्रो एकदमै कम हुनु भएन। सुरुमा हाम्रो स्पिड एकदमै कम छ, फिल्ड रेजिस्टेन्स हाई छ भनेपछि स्टार्ट हुन सकेन। स्पिड पनि त्यो लेभलसम्म लानु पर्यो जहाँनिर चाहिँ रेजिस्टेन्सलाई ब्रेकडाउन गरोस् र यो चलोस्। किनकि हाम्रो इएमएफ र फिल्ड करेन्ट एकदमै एकअर्कासँग इन्टरलेटेड छ के। इएमएफ इन्ड्युस हुन्छ, त्यसले फ्लक्स जेनेरेट गर्छ, फिल्ड करेन्ट इन्ड्युस हुन्छ, फेरि अझै त्यही फिल्ड करेन्ट गएर इएमएफ इन्ड्युस गर्छ। सन जेनेरेटर केसमा त्यस्तो हुन्छ। अब यो क्रिटिकल स्पिड केसमा चाहिँ इफ द स्पिड अफ जेनेरेटर इज रिड्युस्ड बिलो ओमेगा टू then no load characteristics and field resistance will plot intersection resulting in no voltage buildup. Thus, it is known as critical speed. Therefore, generator should not be operated below critical speed. अब जेनेरेटर कहाँ स्टार्ट हुनु गर्नु मिल्दैन, क्रिटिकल स्पिड भन्दा कम स्पिडमा स्टार्ट गर्नु भएन र क्रिटिकल रेजिस्टेन्स भन्दा बढी रेजिस्टेन्समा स्टार्ट गर्नु भएन। रेजिस्टेन्स धेरै हुनु भएन र स्पिड कम हुनु भएन स्टार्ट हुनका लागि। त्यो सिनेरीमा स्टार्ट हुन्छ सन जेनेरेटर चाहिँ। अनि लाइकवाइज यो एक्सटर्नल क्यारेक्टरिस्टिक्सहरू भयो। अनि तपाईँको यो ब्रेक इभन पोइन्ट हो यो पोइन्टबाट स्लिप भयो भनेपछि अनि त्योपछि भोल्टेज बिल्डअप हुँदैन र डिसी जेनेरेटर स्टार्ट हुन सक्दैन। अनि लाइकवाइज कम्पाउन्ड जेनेरेटरको केस सिनेरियो हो यो। अनि एक्सटर्नल क्यारेक्टरिस्टिक्सको सिनेरियो यो हो। तपाईँलाई यस्तो ग्राफ त सोध्दैन होइन डिसी जेनेरेटरमा मैले देखेको। तपाईँलाई डिसी जेनेरेटरमा सोध्ने भनेको ठ्याक्कै डिसी जेनेरेटरमा सोध्न सक्ने भनेको फिल्ड वाइन्डिङ कहाँ बस्छ भनेर सोध्छ। फिल्ड वाइन्डिङ बाहिर हुन्छ कि आउटर साइडमा हुन्छ कि इनर साइडमा हुन्छ। फिल्ड वाइन्डिङ आउटर साइडमा हुन्छ, आर्मेचर इनर साइडमा हुन्छ। तपाईँहरूले त्यस्तो सोध्न सक्छ डिसीबाट। अनि तपाईँले अर्को सोध्न सक्ने भनेको नो लोडमा स्टार्ट सिरिज जेनेरेटरलाई नो लोडमा स्टार्ट गर्ने कि फुल लोडमा स्टार्ट गर्ने भनेर सोध्न सक्छ। सिरिजलाई फुल लोडमा स्टार्ट गर्ने, नो लोड भयो भने त्यसको सर्किट कम्प्लिट हुँदैन र त्यो करेन्ट पुग्दैन र स्टार्ट हुँदैन। लाइकवाइज सन्डलाई केमा गर्ने, सन्डलाई नो लोडमा गर्ने कि फुल लोडमा गर्ने, सन्डलाई चाहिँ नो लोडमा गर्ने। सन्डलाई सुरुमै लोड दियो भने ओभरलोडिङ हुन्छ र स्टार्ट हुँदैन। त्यस्तो सिनेरियोहरू तपाईँहरूले सोध्न सक्छ। यो यस्तो अब एक्सप्रेसन तपाईँहरूलाई सोध्ने कुरै भएन, यो चाहिँ जनरल अन्डरस्ट्यान्डिङको लागि हो। आर्मेचर रियाक्सनको इफेक्ट कहाँनिर हुन्छ म तपाईँलाई देखाइदिन्छु है। ल नर्थ म्याग्नेटिक पोल छ, साउथ म्याग्नेटिक पोल छ, यहाँबाट हाम्रो म्याग्नेट इन्ड्युस भइरहेछ। सबै कन्डक्टरहरू सर्कल सर्कल गरेका कन्डक्टर हुन्, आर्मेचर कन्डक्टर हुन्। यसमा चाहिँ तपाईँको म्याग्नेटले काटिरहेछ भनेपछि हाम्रो जेनेरेसन भइरहेछ, हाम्रो रोटेसन भइरहेछ। यता रोटेट हुँदाखेरि जेनेरेसन भयो, यता हुँदाखेरि मोटर भयो। बाहिरबाट भित्र सप्लाई दिनु भनेको मोटर हो, अनि भित्रबाट बाहिर सप्लाई दिनु भनेको जेनेरेसन हो। म्याग्नेटिक फिल्ड अफ फिल्ड वाइन्डिङ होइन, फिल्ड वाइन्डिङमा तपाईँले लेख्नुभयो। अब आर्मेचर रियाक्सनको इफेक्ट कहाँनिर हुन्छ भन्दाखेरि यो भित्र चाहिँ तपाईँको म्याग्नेट चाहिँ यसरी बग्छ, यताबाट यता, यताबाट यता आर्मेचरभित्र यसरी बग्छ। अनि यसमा पनि यही डाइरेक्सनमा यसरी बग्छ, यो मैले देखाइरहेको डाइरेक्सनमा बग्छ, जुन डाइरेक्सनमा एरो छ त्यो डाइरेक्सनमा बग्छ। आर्मेचरको आफ्नै म्याग्नेटिक डाइरेक्सन छ र फिल्डको आफ्नै म्याग्नेटिक डाइरेक्सन छ। यो बाहिरको म्याग्नेटले दिने डाइरेक्सन यस्तो छ, आर्मेचरको चाहिँ तपाईँको डाइरेक्सन यस्तो छ। अब यो दुईटा डाइरेक्सन आपसमा इन्टरसेक्ट गर्छ के, एउटैले अर्कालाई काट्न खोज्छ। अब यो काट्दाखेरि के हुन्छ भन्दाखेरि यहाँसम्म एउटै डाइरेक्सन छ, एड हुन्छ, दुइटैको फ्लक्स एड हुन्छ। तर यहाँनिर गएपछि आर्मेचर तल जान खोज्छ, फिल्ड अगाडि जान खोज्छ।
फिल्ड चाहिँ अगाडि जान खोज्छ। त्यही भएर यहाँनिर फेरि डाइरेक्सन कट हुन्छ। यो म्याग्नेटिक फिल्ड चाहिँ अब भित्र मसिनभित्र यसरी हुन्छ भनेर टेस्ट गरे साइन्टिस्टहरूले, त्यसरी थाहा पाए। अनि आर्मेचरले यहाँसम्म फिल्ड वाइन्डिङलाई काट्न खोज्छ, तल ल्याउँछ आर्मेचरले। तर अझै यहाँ आइसकेपछि फिल्ड वाइन्डिङले तपाईँलाई यसरी पुस गरिरहेको थियो, यसलाई पुस गरेर यहाँसम्म ल्याउँछ। अनि फेरि यहाँनिर फेरि अझै फिल्ड वाइन्डिङ एडअप हुन्छ। यसको अर्थ के हुन्छ भन्दाखेरि मसिनभित्र एउटा पोर्सनमा चाहिँ तपाईँको फ्लक्स जोडिरहेछ, एउटा पोर्सनमा फ्लक्स घटिरहेछ। यहाँनिरको फ्लक्स त हरायो नि त, यहाँनिरको फ्लक्स त हरायो नि त। यो पाथमा मात्रै हामीले फ्लक्स एक्सपिरियन्स गरेर छौँ, यो पाथमा फ्लक्स टोटली डिक्रिज छ। अब यसमा मैले फ्लक्स देखाएको छैन, यसको अर्थ फ्लक्स चाहिँ हुँदैन होइन कि, फ्लक्सको डेन्सिटी घटेर गयो। अब फ्लक्स घट्यो, यो इफेक्टलाई आर्मेचर इफेक्ट भन्छ क्या। आर्मेचरले हामीलाई ह्याम्पर गर्यो नि त। यसमा हेर्न सक्नुहुन्छ म्याग्नेटिक फिल्ड बी भनेको म्याग्नेटिक फिल्ड इन्क्रिज भयो, यता म्याग्नेटिक फिल्ड डिक्रिज भयो, यता इन्क्रिज भयो, यता डिक्रिज भयो। कम्बाइन्ड म्याग्नेटिक फिल्ड एन्ड फिल्ड वाइन्डिङ एन्ड आर्मेचर वाइन्डिङको इफेक्ट हेर्दाखेरि तपाईँको फिल्ड वाइन्डिङ यता जान खोजिरहेछ, आर्मेचर वाइन्डिङ यता जान खोजिरहेछ, तल आउनु खोजिरहेछ। रिजल्टेन्ट तपाईँको यो भयो। भनेपछि रिजल्टेन्ट त केही हदसम्म घट्यो नि त। हो, आर्मेचर वाइन्डिङले आर्मेचरको रियाक्सनले गर्दा तपाईँको पर्फर्मेन्समा चाहिँ इन्क्रिमेन्ट हुन्छ कि डिक्रिमेन्ट हुन्छ? डिक्रिमेन्ट हुन्छ भन्ने कुरा यहाँबाट देखियो। त्यो इन्टरनल फिनोमिना हो, म्याग्नेटिक फ्लक्सले कसरी हानिरहेछ, एकअर्कालाई कसरी इम्प्याक्ट पाइरहेछ भन्ने कुरा हामीले यहाँ देख्यौँ। दिस इज वाट वी कल आर्मेचर रियाक्सन होइन। अनि लाइकवाइज स्टार्टिङ अफ डिसी मोटर मिनिमाइज स्टार्टिङ करेन्ट फर सेफ ओपरेसन अफ मोटर, म्याक्सिमाइज स्टार्टिङ टर्क फर लिफ्टिङ द हेभी लोड। टर्कलाई चाहिँ म्याक्सिमम राख्नु पर्यो र करेन्टलाई चाहिँ मिनिमम राख्नु पर्यो। टर्क भनेको चाहिँ रोटेटिङ हो। एउटा एङ्गलमा आर्क बनाएर तपाईँले धक्का दिनुभयो भने टर्क लाग्छ, भनेपछि रोटेसन जेरो हुन्छ। यो चाहिँ यसको न्युमेरिकल भ्याल्यु हो। ओमेगा जेरो भइसकेपछि ई पनि जेरो हुने भयो, भिटी माइनस आइएआरए। अनि आइए भनेको यति भयो, अनि सनको केसमा यो भयो। तपाईँले लाइकवाइज तपाईँले टर्कलाई चाहिँ केएम फाइ आइए हुन्छ। अनि इएमएफको चाहिँ यो दुइटा इक्वेसन चाहिँ याद गर्दा हुन्छ तपाईँले। इएमएफ इक्वल टु केएम फाइ ओमेगा, अनि टर्क भन्यो। यसको अर्थ चाहिँ इएमएफ इज डाइरेक्टली प्रोपोर्सनल टु द फ्लक्स अनि टर्क इज डाइरेक्टली प्रोपोर्सनल टु द आर्मेचर करेन्ट। अब तपाईँलाई न्युमेरिकल भ्याल्यु इनकेस सोध्यो भने आर्मेचर करेन्टलाई 20%ले बढायो भने टर्क कति पर्सेन्टले बढ्छ भनेर सोधिन सक्छ कि। अब टर्क पनि 20%ले बढ्यो नि त, किन डाइरेक्टली लिङ्कअप छ। त्यो हो नि त कुरा। अब यो न्युमेरिकल तपाईँलाई डाइरेक्टली सोध्दैन, सोध्ने भनेको त्यही हो। त्यही भएर यो दुइटा फर्मुला चाहिँ डिसी जेनेरेटरको लागि यादै गरे हुन्छ। इएमएफ चाहिँ तपाईँको फ्लक्ससँग प्रोपोर्सनल हुन्छ, अनि टर्क चाहिँ तपाईँको आर्मेचर करेन्टसँग प्रोपोर्सनल हुन्छ। अनि लाइकवाइज 3 पोइन्ट स्टार्टरमा जाने हो भने हाम्रो अब एकैचोटि यसको स्टार्टिङ सिनेरियो चाहिँ के छ भन्दाखेरि टर्क बढी हुनु पर्यो, करेन्ट कम हुनु पर्यो, करेन्टलाई बिस्तारै स्टार्ट गर्नु पर्यो। अब यो फिगरलाई एक्सप्लेन गर्छु है मैले। हामीले यताबाट डिसी सप्लाई दियौँ एउटा मसिनभित्र, अनि यो तपाईँको गएर यो पाथ भएर गयो, यो पाथ भएर यहाँ टच भयो, अनि यहाँनिर स्प्रिङ छ। अनि यो तपाईँको म्याग्नेटिक ह्यान्डलले यो स्प्रिङले तपाईँलाई जब यहाँनिर करेन्ट जान्छ, एउटा पाथ तपाईँको यो पाथ पनि बनिरहेछ। अनि तपाईँको जब यसबाट हामीले यो ह्यान्डल छ, ह्यान्डलले सफ्ट आइरन किपरलाई तान्छ, तपाईँको यो यहाँ पुग्छ। अनि यहाँ पुग्दाखेरि एउटा सर्किट कम्प्लिट हुन्छ। एउटा सर्किट तपाईँको यहाँबाट आएर यसरी जान्छ, एउटा सर्किट तपाईँको यहाँबाट आएर, एउटा सर्किट चाहिँ तपाईँको यहाँबाट आएर यसरी जान्छ। यो गएर यहाँ मिट हुन्छ। यो दुइटा सर्किट हो। अब यहाँनिर पुग्दाखेरि रेजिस्टेन्स कति छ भन्दाखेरि हेर्नुहोस् है, यो पोइन्टमा यदि यो ह्यान्डल गएर यो पोइन्टमा बस्ने हो भने यसको रेजिस्टेन्स R1 प्लस R2 प्लस R3 जोडिएर गएर तपाईँको आर्मेचरमा रेजिस्टेन्स, ह्युज रेजिस्टेन्स आयो नि त। तर फिल्ड वाइन्डिङमा रेजिस्टेन्स छैन, फिल्ड वाइन्डिङमा चाहिँ इनफ करेन्ट छ। अल्टिमेटली हामीलाई त आर्मेचरमा हामीले, हाम्रो केस के हो भन्दाखेरि टर्क चाहिँ युज हुनु पर्यो, फिल्ड करेन्ट चाहिँ बिस्तारै आउनु पर्यो नि त। अनि ह्यान्डललाई हामीले 2 पोइन्टमा लग्यौँ, ह्यान्डललाई हामीले 3 पोइन्टमा लग्यौँ। रेजिस्टेन्स यता यता गर्दा 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 गर्दै गयो, अनि आर्मेचरमा तपाईँको रेजिस्टेन्स बढ्दा बढ्दै बढ्दा बढ्दै जान्छ फिल्डमा चाहिँ। अनि फिल्डमा चाहिँ स्लाइडली रेजिस्टेन्सहरू बढ्दै जाने
भनेपछि तपाईँलाई मसिनलाई लोड थप्दै जाने, अनि आर्मेचर जहाँबाट जेनेरेसन हुने हो त्यो पोइन्टबाट चाहिँ रेजिस्टेन्स हटाउँदै जाने। आर्मेचरलाई एकैचोटि ह्युज सप्लाई दियो भने स्टेसनरीमा रहेको रोटर, रोकेको रोटरलाई तपाईँले एकैचोटि 100 आरपिएममा रोटेट गर्न सक्नुहुन्न। त्यही भएर त्यसलाई चाहिँ सुरुमा स्लाइड सप्लाई दिने, रेजिस्टेन्स राख्ने, अनि त्यो अलिकति इनिसियल 0 देखि 5 आरपिएममा आउँछ, 5 देखि, अनि यो ह्यान्डल यहाँ पुग्दाखेरि R1 रेजिस्टेन्स चाहिँ फिल्डतिर गयो, यता रेजिस्टेन्स घट्यो, अनि 5 देखि 25मा आउँछ आरपिएममा, अनि यसलाई 3मा लानुहोस्। 3मा लगाइसकेपछि अझै रेजिस्टेन्स घट्यो, आर्मी रोटर अझै 25 देखि 50मा रिभोल्युसनमा गयो, यतादेखि 4मा ल्याउनुहोस्। अब सबै रेजिस्टेन्स फिल्डतिर गयो र तपाईँको आर्मेचरमा रेजिस्टेन्सै रहेन। तपाईँको मोटरको चाहिँ 100 आरपिएममा, 0 आरपिएमदेखि 100 आरपिएमसम्म यसले आफ्नो स्पिड गेन गर्यो। त्यो तरिका हुन्छ। अब यसमा यो प्लेट किन दिएको हो भन्दाखेरि तपाईँको, यदि तपाईँको ओभर भोल्टेज भयो या अन्डर करेन्ट भयो, फिल्डले राम्रो करेन्ट पाएन भने, या ओभर भोल्टेज पायो भने यो प्लेट चाहिँ माथि सिफ्ट हुन्छ। माथि सिफ्ट हुन्छ र यो दुईटा पोइन्टलाई टच गर्छ। यो दुईटा पोइन्ट टच हुँदाखेरि यो सिस्टम सर्ट भयो। सर्ट भएपछि अटो अफ भयो। तपाईँले घरतिर मोटर चलाउनुहुन्छ, अन्डर भोल्टेज भएपछि मोटर आफै बन्द हुन्छ नि। यो म्याग्नेटिक प्लेट हो। तपाईँको यसमा हामीले युज ओभर भोल्टेज आयो। ओभर भोल्टेज आउनु भनेको त यहाँनिर धेरै करेन्ट बग्नु हो। अनि यो म्याग्नेट हो, यो चाहिँ म्याग्नेट हो। यो म्याग्नेटले यसलाई चाहिँ माथि तान्छ। माथि तान्दाखेरि ए र बी टर्मिनल छ, ए र बी टर्मिनल एक आपसमा टच हुन्छ। आपसमा टच हुनु भनेको यो फिल्ड वाइन्डिङ पुरै सर्ट हुनु हो। यो सिस्टम सर्ट हुँदाखेरि मसिन आफै, यसमा कुनै पनि करेन्ट बगेन, योबाट आएर कुनै पनि करेन्ट बगेन, अनि यो म्याग्नेटमा कुनै पनि करेन्ट नभएपछि यो म्याग्नेटले यो ह्यान्डललाई फेरि छोड्छ र तपाईँको सिस्टम ट्रिप हुन्छ। यो चाहिँ 3 पोइन्ट स्टार्टरको कुरा हो। यसको दुईटा फिचर हुन्छ, नो भोल्ट रिलिज र ओभर भोल्टेज ओभरलोड रिलिज। ठिक छ, ल यो तपाईँ म्याथमेटिकल एक्सप्रेसनहरू हेर्नु होला। यसमा कुनै डाउट छ भने म पछि तपाईँलाई क्लियर गरिदिउँला। आज योभन्दा धेरै चाहिँ नगरौँ, किनकि यसमा सबै म्याथमेटिकल एक्सप्रेसन मात्र छ मसिनमा, होइन। कन्सेप्चुअल कुरा चाहिँ त्यही हो। अब अरू कुरा चाहिँ तपाईँहरूलाई अब्जेक्टिभ एमसिक्युजहरू म प्रोभाइड गरौँला।